नेपाली फिल्म पनि हेर्छ र नेपाली फिल्म पनि गर्ने म आफूलाई चाहिँ एक्सिडेन्टल एक्टर भन्नु रुचाउँछु आई डोन्ट वान्ट टु डु इट अब चाहिँ भनेर हुन्छ नि एकदम डिप्रेस हुने गाह्रो भएको बेडमा यसरी पल्टेपछि बिहान उठिन्जेलसम्म आँखा खुल्लै हुने के भेरी फर्स्ट टाइम आई गट अ चान्स टु वर्क विथ सौगात मल्ल तर मलाई च्यालेन्ज पनि के थियो भने म उहाँको अपोजिटमा छु मैले अलिकति कम गरेँ भने पनि म ओभरस्याडो हुन्छु सो आई हेभ टु गिभ माई 200%। हजुरको यति लामो जर्नीमा हजुरको इन्सिक्युरिटिजहरू केही थियो आउनुभयो मलाई भेट्नलाई मेरो दुईटै हात समातेर कस्तो राम्रो काम गरेको तिमीले भनेर हक गर्नुभयो अवार्ड पनि फेरि फेयर हुँदैन भन्ने पनि सुनिरहेको थिएँ नि त पर गएँ अनि द्याट वाज द मोमेन्ट मैले पास मात्र होइन मैले त डिस्टिङसन स्कोर गरेछु जस्तो फिल भएको त्यो बेलामा चाहिँ। सशाङ्क रेडेम्सनको चाहिँ हजुरको फेभरेट सिन छ कुनै मनपर्ने एकदमै आई रियली लाइक दिस सिन भन्ने वाला मलाई चाहिँ बब क्यारेक्टर होइन बब है निस्किँदाखेरि र जुन मेन प्रोटागोनिस्ट निस्किँदाखेरि जसरी देखाएको छ नि क्यामराले सो बब निस्किँदाखेरि चाहिँ नो ऊ त्यो सेलबाट निस्किन्छ अनि क्यामराले चाहिँ उसको पछाडि प्रिजन देखाउँछ के द्याट मिन्स उसको लागि त्यो प्रिजन नै वर्ल्ड हो होइन तर हाम्रो प्रोटागोनिस्ट निस्किँदाखेरि उसले त स्ट्रगल गरेको हो नि त कति टाइमसम्म त्यहाँ निस्किँदाखेरि सो उसलाई चाहिँ वर्ल्ड देखाइदिन्छ क्या सो प्रिजनबाट बाहिर निस्किनु छ भने त्यो एङ्गल चाहिँ एकदमै मन परेको मलाई। त्यो त त्यसरी चाहिँ हेरेको थिएन हजुर अनि अर्को मलाई ऊ त्यो सिन पनि मनपर्छ त्यसको पोस्टरै भनेको छ नि हजुरको दिस वान त्यो थन्डर भइरहेछ रेन परिरहेछ अनि ब्याकबाट लिइरहेछ यसरी गरेर त्यो सिन पनि मलाई एकदम राम्रो लाग्छ कि त्यो तर त्यो केलाउँदै केलाउँदै गयो भने त कति धेरै सिनहरू छ कि त्यसमा मनपर्ने सिनहरू अब अहिले भन्दाखेरि चाहिँ ठ्याक्क आएको चाहिँ त्यो चाहिँ किनभने हामीले सिनेमा हेरिराख्दाखेरि त थट प्रोभोकिङ पनि हुनु पर्यो नि त कसरी युज गरेछ त के देखाउन खोजिरहेको छ भनेर त्यो लेयरमा काम गरेको कि कङ्ग्रेचुलेसन टु यु किनकि अहिले हजुरको यो इयरबाट त हजुरको 15 इयर्स कम्प्लिट भयो होइन यो इन्डस्ट्रीमा 15 इयर्स रनिङ 15 इयर्स रनिङ भइरहेको ओके आउट अफ द्याट मोर 15 इयर्स रनिङ भइरहेको छ सो हजुर त यो फिल्म ब्याकग्राउन्डबाट पनि पढ्नु हुँदैन थियो पहिला चाहिँ अनि सो यो जर्नी चाहिँ कसरी सुरु भयो मलाई सो फर्स्टमा चाहिँ आई वाज भेरी यङ मैले फर्स्ट फिल्म गर्दाखेरि अनि त्योभन्दा अगाडि चाहिँ म सञ्चारकर्मी थिएँ पहिला टेलिभिजनमा नि काम गरेको रेडियोमा पनि काम गरेको अनि टेलिभिजनमा काम गर्दाखेरि चाहिँ फिल्मसँग रिलेटेड प्रोग्राम चलाउँथेँ कि अनि फिल्मसँग रिलेटेड प्रोग्राम चलाएपछि केही मेकरहरूको आँखामा परेँ म अनि उहाँहरूले अप्रोच पनि गर्नुभयो फिल्मको लागि तर त्यतिखेर चाहिँ कस्तो भयो भने हामी नेपाली फिल्मलाई चाहिँ नेपाली फिल्म पनि हेर्छ र नेपाली फिल्म पनि गर्ने त्यो पुस्तामा पऱ्यो कि म चाहिँ इभन मेरै साथी सर्कलहरूमा कोही पनि नेपाली फिल्म नहेर्ने अनि त्यसको इन्फ्लुएन्स त आफूलाई पनि हुन्छ दो मैले प्रोग्राम चलाउँथेँ तर म आफूलाई पनि धेरै कुराहरू थाहा थिएन तर कस्तो भयो भने ठ्याक्क ट्रान्जिसनल फिड चाहिँ के भयो त्यतिखेर सानो संसार अनि कागबेनी लुट जस्तो फिल्महरू बनिरहेको थियो कि त्यसले गर्दाखेरि चाहिँ नयाँ अडियन्स पाइरहेको थियो नेपाली सिनेमाले अनि हामीलाई पनि अलिकति ओहो नेपाली सिनेमाको वे त चेन्ज भइरहेछ अनि मेबी ट्राई गर्नुपर्छ कि भनेर चाहिँ स्वर भन्ने मुभी चाहिँ ओके यो चाहिँ सिरियसली म यही फिल्डमा लाग्छु भनेर चाहिँ होइन लेट्स ट्राई एक्सपिरियन्स पनि हुन्छ भनेर चाहिँ स्टार्ट गरेको अनि देन त्यो मुभी गरिसकेपछि चाहिँ कस्तो भयो भने केही म्युजिक भिडियोहरूमा मैले असिस्ट पनि गरेको थिएँ कि डिरेक्सनमा सो आई अलवेज वान्टेड टु बी अ डिरेक्टर के मेकिङमा आउनु मन थियो बट देन एक्टिङ ह्यापन एन्ड आइ एम इन्जोइङ इट अहिले अनि म आफूलाई चाहिँ एक्सिडेन्टल एक्टर भन्नु रुचाउँछु तर आइ एम इन्जोइङ अ लट अहिले चाहिँ अझै कति धेरै क्यारेक्टरहरू एक्सप्लोर गर्नु मन छ मलाई। वाउ युआर के तपाईँ त एकदम वान अफ द भर्सेटाइल एक्ट्रेसै भनेर चिन्नुहुन्छ होइन अनि यो ट्यागले चाहिँ कतिको हजुरलाई इन्करेज गर्छ रेस्पोन्सिबिलिटी पनि फिल हुन्छ अझै राम्रो काम गर्नुपर्छ किनभने मान्छेहरूले एक्सपेक्ट गर्नुभएको छ मबाट होइन हरेक पटक कुनै चलचित्र आउँदाखेरि यसमा चाहिँ केही डिफ्रेन्ट गराएको छ कि उसले भनेर एक्सपेक्टेसन राख्नुहुन्छ त्यो एक्सपेक्टेसन मिट गर्नको लागि म आफै कन्सियस पनि भइरहेको हुन्छु कि मैले अझै मेहनत गर्नुपर्छ भनेर सो सबैजनाको लागि लर्निङ भनेको चाहिँ नेभर एन्डिङ प्रोसेस हो कि अझै झन् आर्टिस्टहरूको लागि त हामी
जहिले पनि आफ्नो क्राफ्टमा काम गरिराख्नुपर्छ जस्तो लाग्छ अनि एकदम इन्कन्सिस्टेन्ट जब हो नि त हाम्रो त सो अहिले हामी 2-3 महिनाको लागि कन्टिन्युसली बिजी भइरहेको छ फेरि त्यस्तो समय आउँछ 6 महिनासम्म केही पनि काम नहुन पनि सक्छ के Yes, त्यसले exactly. गर्दाखेरि चाहिँ नो म्याटर वाट काम आओस् नआओस् वी निड टु वर्क अन आवर सेल्फ के त्यो आफ्नो क्राफ्टमा चाहिँ एभ्री डे काम गरिराख्नु चाहिँ पर्ने हुन्छ क्वेसन के थियो होइन भर्सटाइल एक्ट्रेस पनि भन्दा थिएँ अनि यसले हो चाहिँ कतिको मोटिभ गर्छ नि थियो एकदमै एकदमै मोटिभेट गर्छ त्यसले चाहिँ त्यही रेस्पोन्सिबिलिटी फिल हुन्छ म आफैलाई पनि अझै राम्रो काम गर्नुपर्छ अनि अझै अब पाएको क्यारेक्टरहरू चाहिँ मैले पहिला गरेका क्यारेक्टरहरूभन्दा कसरी फरक गर्न सक्छु भनेर पनि खोजिरहेको हुन्छु त्यो आफैले आफैलाई च्यालेन्ज पनि गरिरहेको हुन्छ अहिले त अझ हजुर फिल्म मेकिङ गरिरहनु भएको छ हजुर। डिरेक्सन पढिरहनु भएको छ यसलाई चाहिँ कसरी लिनुहुन्छ हजुरले ओके How फिल्म do you- मेकिङ मैले कम्प्लिट गरेन सरी हजुरको क्वेसन कम्प्लिट गर्नुहोस् न होइन प्लिज गर्नुभयो भने चाहिँ ओके हजुर। मैले भन्न खोजेको चाहिँ अहिले त्यतिखेर सुरुवात गर्दा चाहिँ यो एक्सिडेन्टली भन्नुभयो होइन हजुर। एक्ट्रेस हुनुभयो उम्, तर अहिले त यो स्टडी होइन हजुर। फिल्म मेकिङ नै डिरेक्सनै सिक्नुभयो अनि यसले चाहिँ तपाईँलाई कतिको अझ स्ट्रङ बनाएको छ अहिले चाहिँ ओके सिनेमालाई हेर्ने दृष्टिकोण कतिको चेन्ज भएको छ हजुरको जब मलाई रियलाइज भयो सो 2018 मा हो मेरो दुईटा सिनेमाहरू चाहिँ रिलिज भएको थियो जसले चाहिँ Yes. मलाई अलिकति सेन्सिबल एक्टरको रूपमा इन्डस्ट्रीले हेर्न थालेको थियो एउटा झानाकुटी एउटा ब्लाइन्ड रक्स भन्ने ब्लाइन्ड रक्सबाट नेसनल अवार्ड पनि पाएको थिएँ मैले अनि झानाकुटीको क्यारेक्टर त यति पपुलर भयो होइन त्यो टाइममा म जहाँ जाँदाखेरि पनि फर्स्ट रियाक्सन मान्छेहरूको मेरो डायलगबाट मलाई वेलकम गर्नुहुन्थ्यो कि त्यो रिकग्निसन पाइरहेको थिएँ त्यतिखेर अनि त्यही बेलामा मलाई कस्तो पनि फिल भयो भने मलाई त जहिले पनि फिल्म मेकिङमा पनि इन्ट्रेस्ट हो होइन म चाहिँ सिक्न चाहिँ जानुपर्छ भनेर न्युयोर्क फिल्म एकाडेमीमा पनि मैले अप्लाई गरेँ होइन मेल पनि आइसकेको थियो तर मलाई कस्तो भयो भने लोभ पनि लाग्यो कि एज एन एक्टर फेरि केही छुट्छ कि भन्ने डर हजुर, पनि okay. यहाँ राम्रो भइरहेछ अनि त्यतिखेर मसँग पिक लेभलमा पुग्दाखेरि yes. एक्ज्याक्टली त्यो Mm. 11वटा स्क्रिप्ट थियो Mm. अनि के गर्ने भनेर इजी वे खोजेँ मैले नजिकै इन्डियामा चाहिँ मुम्बईमा भिएफएक्स कलेजमा चाहिँ त्यहाँ 18 मन्थ्सको थियो कि 12 मन्थ्सको ठ्याक्क मलाई टाइम थाहा भएन त्यस्तै क्रास कोर्स थियो कि अनि हजुर। ओके म त्यहाँ गएर चाहिँ सिकेर आउँछु भन्ने भयो अप्लाई गरेँ अनि म गएपछि चाहिँ फर्स्ट इन्टेकमा त अब तपाईँहरू आफै फिल्म मेकिङ पढेको स्टुडेन्टहरू हुनुहुन्छ थाहा छ फर्स्टमा बेसिक अफ एभ्रिथिङ basic, एडिटिङ डिरेक्सन राइटिङ एक्टिङ सबै हुन्थ्यो त्यसमा स्टुपिड प्रोजेक्ट बनाउनु पर्थ्यो 3वटा बनाएँ Yeah, अनि okay. सेकेन्डमा चाहिँ हजुर। सेकेन्ड इन्टेकमा चाहिँ चुज गर्नुपर्ने थियो सो म त राइटिङ र डिरेक्सन नै गएको अनि त्यसपछि चाहिँ हाम्रो ग्रुप फर्म हुन्थ्यो कि 5 जनाको ग्रुप हुन्थ्यो अनि त्यो प्रोजेक्ट चाहिँ बनाउनु पर्ने हुन्थ्यो हजुर। एउटा 15 मिनट्सको सर्ट मुभी अनि त्यही गर्ने क्रममा के भयो भने त्यो चाहिँ 19 को एन्डतिर गयो 20 भइसकेको थियो 6 मन्थ्सको त्यो गरिराख्दाखेरि चाहिँ कोभिड ह्यापन अनि इन्डियामा मोदी सरकारले चाहिँ 15 डेजको लागि चाहिँ लकडाउन भनेर भन्यो अब म के गरेर बस्ने मलाई होमसिक पनि भइरहेको थियो म नेपाल आउँछु अनि नेपाल आइसकेपछि चाहिँ त्यसपछि फेरि फर्किन्छु मलाई ब्रेक पनि हुन्छ भनेर चाहिँ नेपाल आएँ तर अब त्यो लिफ्ट नै भएन कोभिडको कति टाइमसम्म भयो अनि त्यसपछि जुन प्रोजेक्ट गर्ने भनेर भनेको थियो त्यो प्रोजेक्ट चाहिँ दिमागमै थियो अनि त्यतिखेर फेरि कति बाहिरको मेकरहरूले पनि अपार्टमेन्टभित्रै अलिकति आफूलाई प्रोडक्टिभ बनाउनको लागि yeah. चाहिँ बनाइराख्नु भएको थियो म पनि इन्सपायर भएँ कि सो म अपार्टमेन्टभित्र एउटै सेटिङमा चाहिँ म कसरी के चाहिँ गर्न सक्छु त्यो स्क्रिप्ट त छँदै थियो तर त्यसको सेटअप मेरो पुरै इन्डियामा नै थियो कि इन्डियन आर्टिस्टहरू नै लिएर भनेको आफ्नै सर्कलमा भएको त्यही नै बनाउँछु भन्ने थियो तर त्यो यहाँ पनि त बनाउनु मिल्छ भन्ने सोचेँ कि मैले अनि त्यसपछि आई स्टार्टेड राइटिङ 11 बजे लेखेको थिएँ बिहान 4 बजे सकेँ मैले स्क्रिन प्ले चाहिँ अनि त्यही अपार्टमेन्टमा म बसेको अपार्टमेन्टमा चाहिँ फिल्म मेकिङसँग रिलेटेड मेकिङ गरिराख्नु भएको को हुनुहुँदो रहेछ भनेर खोजेँ पनि अनि 2-3 जना हुनुहुन्थ्यो तर पछि मैले उहाँहरूलाई मेरो स्क्रिप्ट पठाउँदाखेरि चाहिँ अलिकति हाम्रो त्यो क्रिएटिभ डिफरेन्सेस चाहिँ फिल गरेँ कि होइन मैले फर्स्ट बनाउन लागेको प्रोजेक्ट इफ हामी सबैजना सेम पेजमा छैनौँ भने चाहिँ आई सुडन्ट डु इट सो म प्रोफेसनली नै जो मान्छेहरू यो फिल्डमा लागिराख्नु भएको छ उहाँहरूलाई नै लिएर गर्छु बरु म होल्ड गर्छु भनेर भने केही टाइम होल्ड गरेँ
त्यसपछि वर्षा राउत आर्टिस्टमा जोडिनुभयो, विवेक सिंह ठकुरी जोडिनुभयो, अनि सिनेमेटोग्राफर हाम्रो शिवराम दाई एकदम धेरै वर्षदेखि इन्डस्ट्रीमा काम गरिराख्नु भएको छ, एडिटर प्रवीण श्रेष्ठ हुनुहुन्थ्यो, त्यसपछि चाहिँ काम गरेँ। सो 6 मन्थ्समा मैले जति सिकेँ या मैले त्यहाँ कोर्स पुरा गर्दाखेरि कति सिक्थेँ होला थाहा छैन, तर त्यो सर्ट मुभी बनाइराख्दाखेरि चाहिँ मैले धेरै कुराहरू सिकेँ कि जस्तो हामी टेबलमा गएर पनि कति कुराहरू चेन्ज गर्न सक्छौँ होइन। अनि फर्स्टमा मेरो दिमागमा त्यसलाई कसरी एक्जिक्युट गर्ने भन्ने मात्रै थियो, बट देन बिजिएम पनि कति इम्पोर्टेन्ट हुँदो रहेछ भन्ने कुरा पनि कि मैले त्यसलाई चाहिँ अलिकति नेग्लेक्ट गरिरहेको रहेछु, बट त्यो कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरा त्यहाँबाट पनि फिल गरेँ। अनि अर्को फर्स्टमा तपाईँको आफ्नो फिल्मको मुड के हो, टोन के हो थाहा पाउन कति जरुरी हुँदो रहेछ त्यो कुराहरू। सो त्यो प्रोसेस चाहिँ एकदमै इन्जोय गरेँ। अनि त्यो प्रोसेसले मलाई फेरि त्यो गर्नुको अर्को कारण पनि के थियो भने म एज अ मेकर कहाँ छु त, मेरो स्पेस कहाँ हो त होइन। हामी अरूको प्रोजेक्ट हेरिराख्दाखेरि त यस्तो भयो उस्तो भयो भनेर कति धेरै क्रिटिसिजम गर्छौँ, औल्याउँछौँ होइन, तर आफू पनि त कहाँ छु, कति क्यापेबल छु भनेर थाहा पाउनु पनि त जरुरी छ नि त। त्यो थाहा पाउनको लागि चाहिँ गरेको थिएँ। अनि त्यो प्रोसेसमा म आफैलाई पनि चिन्ने मौका पाएँ कि एज अ ह्युमन बिङ जब मैले त्यो क्यारेक्टरहरूको फिलिङ्स लेखिरहेको थिएँ, क्यारेक्टरको थ्रुबाट मैले केही बोल्न लगाइरहेको थिएँ भने त्यो खासमा भन्यो भने त मै भित्र भएको चिजहरू निस्केको हो नि त, मेरो सबकन्सियस माइन्डमा भएको चिज, हाउ आई थिङ्क होइन, हाउ आई रियाक्ट भन्ने कुराहरू हो नि त। त्यसले म आफैलाई पनि चिन्नलाई चाहिँ मद्दत गर्यो। कतिको इन्ट्रेस्टिङ थियो कि अरू बेला त जहिले पनि एज अ पर्फर्मर काम गरिरहन्थ्यो, अरूले हजुरलाई जस्तै स्टोरी टेलिङ गरिरहनु भएको थियो, डाइलग्सहरू दिइरहनु भएको थियो, क्युजहरू दिइरहनु भएको थियो। एज अ डिरेक्टर भएर अरूलाई क्यु दिन एज अ पर्फर्मर गराउनको लागि चाहिँ कतिको च्यालेन्जिङ थियो हजुरलाई? इट वाज च्यालेन्जिङ किनभने क्याप्टन अफ द सिप भएर काम गर्नलाई चाहिँ इट्स नट इजी कि सबै कुराहरूलाई ब्यालेन्स गरेर लिएर जानु पर्छ। तर थ्याङ्कफुल्ली अलिकति मैले चाहिँ जति पनि टिम क्रू मेम्बर पाएँ सबैजना एकदमै कोअपरेटिभ हुनुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि पनि मलाई असाध्यै इजी भयो। अनि अर्को कुरा चाहिँ त्यो प्रोसेस चाहिँ एकदमै थेराप्युटिक मैले महसुस गरेँ कि किनभने यु आर क्रिएटिङ अ डिफरेन्ट वर्ल्ड एन्ड द्याट्स योर्स के, एन्ड द क्यारेक्टर्स आर डुइङ वाट एभर यु आर ट्राइङ टु से होइन। अनि त्यो प्रोसेस चाहिँ थेराप्युटिक लाग्यो मलाई चाहिँ। ओके, इन्जोय गरेँ। कति दिनको सुट भयो हजुरको त्यो चाहिँ? त्यसको ओके प्रीमा चाहिँ एकदमै धेरै काम गऱ्यो, 1 महिना जस्तै सर्ट डिभिजनमा मैले काम गरेँ होइन। अनि त्यसपछि आई एक्ज्याक्टली न्यू सुट गर्नुभन्दा अगाडि मलाई के चाहिएको हो त, अनि त्यसपछि मैले यसरी लिँदाखेरि चाहिँ अडियन्सले कसरी पर्सिभ गर्नुहुन्छ भन्ने कुराहरू अगाडि नै वर्क भएको कारणले त्यो चाहिँ अलमोस्ट 1 मन्थ। अनि हामीले सेट रिहर्सल पनि गरिसकेको थियो, तर सुट चाहिँ 13 आवर्समा कम्प्लिट भयो। या 14 मिनट्सको अलमोस्ट 14 मिनट्सको 13 आवर्समा चाहिँ कम्प्लिट गऱ्यो। अनि त्यहाँ तपाईँले त्यो सर्ट मुभी हेर्नुभयो भने चाहिँ जति खिचिएको छ त्यति नै खिचेको के, बिकज आई न्यू मलाई के चाहिएको छ। तर अहिले हेर्दाखेरि चाहिँ आई कुड ह्याभ डन सर्टेन पार्ट चाहिँ इन अ डिफरेन्ट वे भन्ने चाहिँ अभियसली लाग्छ। अनि त्यो रुम फर इम्प्रुभमेन्ट चाहिँ जहिले पनि राख्नुपर्छ अरे के, दिस इज इट, मैले चाहिँ खत्रै गरेँ भनेर सोच्नु हुँदैन जस्तो लाग्छ। अनि अहिले हेर्दाखेरि चाहिँ लाग्छ, बट देन त्यतिखेर गर्दाखेरि चाहिँ मैले जति गर्न सक्थेँ त्यति नै गरेको हो। सो मेकिङमा चाहिँ मैले फिल गरेको, तपाईँ इफ एज अ मेकर राइटर तपाईँ क्लियर हुनुहुन्छ तपाईँले के देखाउन चाहेको भन्यो भने टाइम पनि त्यहाँ हामीले सेभ गर्न सक्दो रहेछौँ कि। सो ओके, लेट्स कम ब्याक टु अब हजुरको जर्नीमा चाहिँ ओके दिस इज अल्सो माई जर्नी। लाइक कसैले हेर्नु भएको छैन भने चाहिँ हजुरले मौर्य पिक्चर्स प्रोडक्सन हाउस, त्यो चाहिँ मेरो आफ्नै प्रोडक्सन हाउस हो, त्यहाँबाट अरू प्रोजेक्टहरू पनि भइरहेको छ। र अहिले कति धेरै मेकरहरूले पनि मलाई मेल पठाइराख्नु भएको छ कि सो सर्ट मुभीको लागि हाम्रो के छ भनेर है, अब प्रड्युस गर्ने पनि। तर अब बजेट भएको खण्डमा त म जो नयाँ मेकरहरू हुनुहुन्छ जो चाहिँ नयाँ सोच लिएर आउनु
हुन्छ भने होइन? हामी हेरेर त्यो गर्नु पनि सक्छौँ। अनि कतिले एउटा सर्ट मुभी चाहिँ उता अस्ट्रेलियादेखि एकजना अनुप थापा भन्ने मेकर हुनुहुन्छ, उहाँले पठाउनु भएको छ हाम्रो मौरी पिक्चर्सबाट हाल्नको लागि। आइ एम सो ह्याप्पी बिकज त्यो चाहिँ मिसिङ ब्राइड हेरिसकेपछि चाहिँ म चाहिँ तपाईँको च्यानलबाट हाल्छु भनेर पठाउनु भयो। सो मौरी पिक्चर्सबाट सब्सक्राइब गर्नुहोला च्यानललाई। अरू धेरै क्रिएटिभ चिजहरू पनि आउँदैछ, तयारी गर्दैछौँ। अनि मिसिङ ब्राइड भन्ने चाहिँ हेर्न सक्नुहुन्छ सर्ट मुभी। ओके। मैले यो कुरा गरिरहँदाखेरि चाहिँ हजुरको यत्रो लामो जर्नीमा हजुरको इन्सिक्युरिटिजहरू केही थियो कुनै टाइम? कति धेरै यङ एजमा चाहिँ कति धेरै इन्सिक्योर हुन्छ आफ्नो लुक्सलाई लिएर फर्स्ट थिङ होइन। किनभने तपाईँ क्यामेराको अगाडि काम गर्दै हुनुहुन्छ होइन, सर्टेन म कस्तो देखिरहेको छु। अनि एज एन एक्टर राम्रै देखिनुभन्दा पनि राम्रो काम गर्नु चाहिँ मोर इम्पोर्टेन्ट हो भन्ने रियलाइजेसन अलिकति पछाडि आयो। अनि अर्को धेरै चिजहरू के इन्सेक्युरिटिज अब आफ्नै कन्टेम्पोरेरीहरूले चाहिँ यति काम गरिराख्नु भएको छ होइन। अब सङ्ख्यात्मक हिसाबले हेर्दाखेरि आफूले त्यति सङ्ख्यामा काम गरेको छैन, म कहाँ छु त भन्ने कुराहरू त्यो अलिकति कम्पिटेटिभ वेमा हेर्दाखेरि। सो यङ एजमा चाहिँ धेरै इन्सेक्युरिटिज थियो। अहिले चाहिँ छ कि छैन हजुरको? अहिले त त्यो चिजहरू ओभरकम गरेँ मैले। हजुर। मलाई चाहिँ सोध्न मन थियो कि हजुरको एक लेभलको तपाईँले 10 मा सुरु गर्नुभयो अनि लास्टमा तपाईँको 2023 मा हजुरको छक्का पंजा 4 आयो होइन? वान अफ द बिगेस्ट हिट अफ यर करियर होइन? सो त्यसले चाहिँ कतिको इम्प्याक्ट भयो हजुरको एज अ पर्सनल लाइफ पनि एज अ करियर वाइज पनि कतिको इफेक्ट गर्यो या कतिको पोजिटिभिटी भयो? एकदमै छक्का पंजा त मेरो लागि करियर टर्निङ प्रोजेक्ट भनेर भन्नुपर्छ। किनभने त्योभन्दा अगाडि चाहिँ मलाई राम्रो काम गर्ने आर्टिस्टको रूपमा देखिराख्नु भएको थियो होइन। धेरै अझै दर्शकमा आज म पुग्न सकेको थिइनँ। अनि अफकोर्स मलाई अगाडिदेखि मेरो काम फलो गर्ने केही फलोवर्सहरू हुनुहुन्छ जसले मलाई पहिल्यैदेखि सजेसनहरू दिनुहुन्छ, मोटिभेट गर्नुहुन्छ। उहाँहरूको मोटिभेसनले पनि मलाई यहाँसम्म आउनलाई सहयोग पाएको छु होइन, मोटिभेट गरेको छ। तर छक्का पंजापछि चाहिँ मैले अझै धेरै अडियन्स पाएँ कि। अनि एउटा कलाकारलाई चाहिँ त्यो अडियन्सको माया उहाँहरूको साथले चाहिँ अझै कति मोटिभेट गर्दो रहेछ। अनि हामीले काम किन गर्छौँ? अडियन्सको लागि गर्छौँ। राम्रो काम किन गर्छौँ? अप्रिसिएट होस् भनेर गर्छौँ होइन। हुन त आफ्नै सेटिस्फ्याक्सन पनि हो, तर जसको लागि काम गरेको उहाँहरूले नै हेरिदिनु भएन भने त त्यत्रो मरिमरि काम गरेको आफूले 100% दिएको के नै काम लाग्यो र आफ्नो सेटिस्फ्याक्सन आफ्नो ठाउँमा छ, तर जति धेरै मासमा पुग्यो त्यति राम्रो हो नि त। त्यो चाहिँ मलाई मासमा पुर्याएको सिनेमा चाहिँ हो छक्का पंजा। त्योभन्दा अगाडि तपाईँले ब्याक टु ब्याक काम गरिरहँदाखेरि हजुरको सक्सेस नपाउँदाखेरि कुनै टाइम यस्तो फिल भएको थियो कि नो आई डोन्ट वान्ट टु डु इट अब चाहिँ भनेर हुन्छ नि एकदम डिप्रेस्ड हुने गाह्रो भएको कुनै मोमेन्ट्सहरू? त्यो चाहिँ क्रिएटिभ फिल्डमा काम गर्ने मान्छेहरूलाई चाहिँ सबैलाई हुन्छ जस्तो लाग्छ कि वाट एम आई डुइङ, वाट सुड आई डु नेक्स्ट, लाइक एम आई डुइङ द राइट थिङ अर नट, कन्फ्युजन हुने बिकज इन्कन्सिस्टेन्ट छ। नेक्स्ट पे चेक कहिले आउँछ थाहा छैन होइन, नेक्स्ट काम के हुन्छ थाहा छैन। सो क्रिएटिभ फिल्डमा काम गर्ने सबै मान्छेहरूलाई यो चाहिँ इन्सेक्युरिटिज अनि यो फिलिङ्स चाहिँ टाइम एन्ड अगेन आइरहेको हुन्छ कि। अब ओभर द टाइम अहिले त अब ओभरकम गरिसकेँ। सो यो नभए पनि प्लान बी के छ त मेरो लाइफमा भनेर मैले सोचिसकेँ होइन। एज एन एक्टर त मैले काम गरिरहेको छु, बट मेकिङमा पनि मैले हात हालिरहेको छु नि त। त्यो कारणले गर्दाखेरि चाहिँ म अहिले चाहिँ क्ल्यारिटी आएको छ। यो भएन भने पनि यो चिज चाहिँ छ भन्ने। तर जब क्ल्यारिटी थिएन, कन्फ्युज थिएँ, अनि त्यसपछि इभन त्यो सेल्फ कन्फिडेन्स पनि नभएको टाइममा चाहिँ कन्फ्युजन चाहिँ एकदमै धेरै हुन्थ्यो, इन्सेक्युरिटिज हुन्थ्यो। अनि यो तपाईँले भनेको जस्तै वाट एम आई डुइङ, लाइक के गरिरहेको छु भन्ने चिज चाहिँ धेरै पटक नै आयो। आई फिल लाइक हजुर कतिको रुनुहुन्छ? रुन्छु म, तर त्यस्तो देखाउने गरेर रुन चाहिँ आउँदैन मलाई। तर म एकदम आफ्नो मान्छेहरूसँग चाहिँ म इमोसन चाहिँ देखाउँछु। अनि स्पेसल म एकदमै धेरै रुने भनेको चाहिँ फिल्म हेर्दाखेरि हो। छक्क पर्नुहुन्छ कि मान्छेहरू अब बाहिर हेर्दाखेरि त एकदम त्यो स्ट्रङ देख्नुहुन्छ नि त, अनि पर्सनालिटी पनि। अनि सबैजनालाई म सजेस्ट गरिरहेको हुन्छु यस्तो गर्नुपर्छ, यो गर्नुपर्छ। बट देन फिल्म हेर्दाखेरि त पिन्चे देख्नुहुन्छ नि, तिमी नै हो त भनेर भन्नुहुन्छ। अनि मेरो फेरि इमोसनमा ब्रेक हुँदैन। हाँस्यो भने हाँसेको हाँसेँ, रोयो भने रोएको रोएँ कि अब सिन कहाँ पुगिसक्यो होइन, त्यही पनि रोइरहेको हुन्छु। ओके।
नाइस यो पर्सन चाहिँ इन्ट्रेस्टिङ लाग्यो मलाई है किनकि एउटा तपाईँ इमोसनल हुनुभएको होइन म धेरै समयपछि फेरि लाइट्सको अगाडि नै आइरहेको छु क्या ए अनि ओके त्यो भएर नि त्यो धेरै झन् म हलमा बस्दा त त्यो सिन रुने हुँदैन त्यो फर्स्ट सिनमै नै आँसु आइरहेको छ है मलाई। त्यही त्यो लाइट्सले हो भने चाहिँ हजुर तर फेरि कहिलेकाहीँ इमोसनल कुरा गऱ्यो भने चाहिँ तपाईँभन्दा नि म इमोसनल भइदिन्छु कि त्यस्तो टाइपको चाहिँ छु म चाहिँ सो मैले हजुरको चाहिँ ऊ त्यसमा चाहिँ जर्नी बुझ्न चाहेको थिएँ हजुरको कालो पोथी वान अफ द हजुर ग्रेट सिनेमा हो होइन नेपाली हिस्ट्रीमा नै छ हो सो हजुरको आबद्ध त्यहाँ कसरी भयो अनि त्यसले चाहिँ एज अ पर्सन कतिको चेन्ज गर्यो हजुरलाई आई डोन्ट एक्ज्याक्टली रिमेम्बर म कसरी आबद्ध भएँ भन्ने कुरामा चाहिँ मलाई अलिकति आई थिङ्क मिनजीसँग ओ नाउ आई रिमेम्बर यसरी नै पहिला फिल्म कलेजमा चाहिँ स्टुडेन्टहरूले सर्ट मुभी बनाउँदै हुनुहुन्थ्यो अनि त्यसको लागि म भर्खरै इन्डस्ट्रीमा आएको थिएँ मलाई अप्रोच गर्नुभयो क्या अनि म चाहिँ फेरि स्वभावले कस्तो छु भने जे कुरा मैले स्टार्ट गरेँ त मलाई एन्ड गर्नुपर्छ अनि जे कुरामा म इन्भल्भ हुन्छ आई हेभ टु गिभ माई 100% के पछि रिजल्ट जस्तो आओस् तर मैले त मेरो तर्फबाट त 100% दिएको हो भनेर मलाई सेटिस्फ्याक्सन त हुन्छ नि त अनि त्यहाँ गर्दाखेरि चाहिँ कस्तो भयो भने मिनजी डिरेक्टर अनि 2-3जना अरू डिरेक्टर पनि हुनुहुँदो रहेछ अनि उहाँहरूलाई चाहिँ मलाई काम गरेको तरिका राम्रो लाग्यो अनि आई थिङ्क मिनजीको त्यतिखेर बासुली भन्ने मुभी चाहिँ भेनिस फिल्म फेस्टिभलमा सेलेक्ट भएको थियो अनि मैले उहाँलाई भेटेर नै कम्प्लिमेन्ट दिएको थिएँ कङ्ग्रेचुलेट गरेको थिएँ अनि द्याट्स हाउ वी गट कनेक्टेड अनि हामी सोसियल मिडियामा थियौँ पछि चाहिँ कालो पोथी बन्ने भनेर भनेपछि उहाँहरूले सर्ट लिस्ट चाहिँ गर्नुभएको रहेछ म लगायत 2-3जना अनि उहाँहरूको टिम बसेर छान्दाखेरि चाहिँ सो सर्ट लिस्टको टपमा चाहिँ म परेँ अनि त्यसपछि चाहिँ सम्भव भयो त्यो प्रोजेक्ट बट देन त्यसको एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने मेरो पर्सनल लाइफमा आई वाज डिलिङ विथ एन्जाइटी है त्यो टाइममा अनि म मुगु फर्स्ट टाइम यहाँबाट काठमाडौँबाट गएँ त्यो पनि दसैँको टाइम थियो अब दसैँको टाइममा उमेरले पनि सानै थिएँ त्यतिखेर अनि जाँदाखेरि चाहिँ मलाई एकदमै होमसिक भयो म 2 दिनमै टिक्न नसक्ने भएँ कि त्यो ठाउँमा किनभने एन्जाइटीले गर्दाखेरि पनि आई कुडन्ट स्लिप म राति बेडमा यसरी पल्टेपछि बिहान उठिन्जेलसम्म आँखा खुल्लै हुने के अनि मैले त्यो चाहिँ सेयर गरेँ हाम्रो मिन्जीलाई सेयर गर्दाखेरि चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने एन्जाइटी हो भनेर भन्नुभयो सो द्याट वाज द फर्स्ट टाइम आई वाज इन्ट्रोड्युस टु एन्जाइटी अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने म सोसियली अक्वर्ड मान्छे छु मलाई मान्छेहरूको भिडमा जाँदाखेरि किन यति अनकम्फर्टेबल हुन्छ मलाई किन यति गाह्रो भइरहेछ आई वान्ट टु डु थिङ्स बट देन मेरो बडीले किन रेसिप्रोकेट गरिरहेको छैन भनेर चाहिँ आफैलाई सोध्थेँ बट देन एक्सप्रेस गरेको थिएन कि कसैलाई सेयर गरेको थिएन अनि त्यसपछि चाहिँ मलाई एउटा क्ल्यारिटी के आयो भने त्यतिखेरसम्म पो मलाई केही थाहा थिएन र त्यसको क्योर कसरी हुन्छ भन्ने थाहा भएन मेरो हेडमै थियो मै भित्र थियो त्यो चिज त्यसपछि जब उहाँले मलाई भन्नुभयो यो हो भनेर भनेपछि त त्यसको त क्योर छ नि त अनि अरू मान्छेहरू पनि डिल गरिराख्नु भएको छ भनेर भनेपछि उहाँले मलाई काउन्सिल पनि गर्नुभयो अनि त्यो बेलामा मेरो फ्यामिलीसँग पनि उहाँले कुरा गराइदिनुहुन्थ्यो अनि वर्ल्ड सिनेमासँग पनि अलिकति नजिक भएँ फिल्महरू उहाँले ल्याएर मलाई हेर्न दिनुहुन्थ्यो म हेर्थेँ त्यतिखेर चाहिँ मैले धेरै हेरेको किमकी दुख र जाङ्गी माउको मुभीहरू चाहिँ धेरै हेरेको थिएँ मैले चाइनिज डिरेक्टर एन्ड कोरियन डिरेक्टर सो आई थिङ्क सिनेमाले पनि मलाई केही हदसम्म हिल गराउनलाई चाहिँ मद्दत गरेको छ त्यो भएर पनि मलाई सिनेमासँग यति लगाव छ जस्तो लाग्छ अहिले चाहिँ त्यो हजुरको त्यो मुभीमा त हजुरको त्यो सबैजना एक्टरले त त्यहीँको भाषा सिक्नु भएको थियो होइन सो हाउ डिड यु प्रिपेयर यो त्यो क्यारेक्टरलाई म चाहिँ अलि हामी सबैजना म मात्रै नभनौँ हामी सबैजना अलि अगाडि नै जाने प्लान थियो गयौँ पनि तर नेपालगञ्जमा चाहिँ वेदरको कारणले गर्दाखेरि फ्लाइट जहिले पनि क्यान्सल हुने कि 3-4 दिन नै क्यान्सल भयो अब इमेजिन लाइक म 3 दिन अगाडि गएको भए एज एन एक्टर मैले कति कुराहरू अब्जर्भ गर्थेँ होला कि कति कुराहरू सिक्थेँ होला त्यहाँ नै अलरेडी 3 दिन 4 दिन ढिलो भइसक्यो अनि त्यहाँ पुगिसकेपछि चाहिँ हाम्रो वर्कसप भयो अनि वर्कसप पनि सेटमै भएको थियो अनि लोकल मान्छेहरूसँग भएको थियो कि अनि त्यहाँ गएपछि सबैजनालाई जुन हाम्रो चाइल्ड आर्टिस्ट बच्चाहरू 2जना हुनुहुन्थ्यो अरू जति पनि हुनुहुन्थ्यो
उहाँहरूलाई चाहिँ मसँग चाहिँ बुझे पनि नबुझे पनि त्यहीँको भाषा बोल्नुपर्छ भन्ने थियो कि अनि म बुझ्नु त केही पनि बुझ्दिनँ होइन तर पनि यस्तो भन्या होला भनेर भन्थेँ अनि मलाई चाहिँ अब गएर सबै भाषा सिक्नको लागि टाइम लाग्छ तर डायलग जति छ त्यो चाहिँ म कण्ठ पार्छु त्यसमा चाहिँ म मेहनत गर्छु भनेर डायलगहरूमा चाहिँ मैले एकदमै मेहनत गरेँ अनि त्यहाँको म्यानरिजम त्यहाँको लोकल जो मेरो उमेर समूहको महिलाहरू हुनुहुन्थ्यो जसको क्यारेक्टर मैले पोर्ट्रे गर्नुपर्ने थियो उहाँहरूलाई चाहिँ नजिकबाट निहाल्ने मौका पाएँ त्यसले पनि हेल्प गर्यो केही हदसम्म भनेपछि त हजुर बिस्तारै ग्रेजुअली नै फिल्म मेकिङमा इन्ट्रेस्ट हुँदै बढ्दै हिल हुँदै यु हेभ ग्रोन अप होइन सारेको मैले हजुर अनि हजुरको झानाकुटी झानाकुटी र यो मुभी नै होला हजुरको काइन्ड अफ रसँग आबद्ध भएर र मान्छेहरूसँग आबद्ध भएर चाहिँ काम गर्नुभएको नभए त हजुर प्रोफेसनलसँगै गर्नुभएको छ नि त होइन धेरै कामहरू एक्टर्सहरूसँग जस्तै पहाडमा पनि प्रोफेसनल एक्टर चाहिँ हुनुहुन्छ तपाईँको के अरे ब्लाइन्ड रकमा नि प्रोफेसनल एक्टरै हुनुहुन्छ प्रायः धेरै प्रोफेसनलसँग एक्टर गर्नुभएको थियो त्यो एकदमै र थियो हेभ यु एभर एक्सपेक्टेड कि योले गरेर चाहिँ मेरो इन्ट्रेस्ट पछिसम्म पनि यसले चाहिँ मेरो एउटा ब्रिज बन्छ अनि यही मुभीले चाहिँ मलाई चिन्छ भने त्यस्तो सोच्नु भएको थियो त्यतिखेर गर्दाखेरि त सोचेको थिएन त्यतिखेर नो आइडिया सोच्दाखेरि अब फिल्म आइरहेछ गरौँ भन्ने मात्रै थियो त्यस्तो पछिसम्म चाहिँ सोचेको थिएन मैले कालोपोथीको बेलामा त अझै म त्यति धेरै सिरियसनेस नै आइसकेको थिएन केही हदसम्म त्यो फिल्मले पनि मलाई अलिकति सिरियस बनाए किनभने मैले त्यहाँको काम गर्ने तरिका नजिकबाट निहाल्न पाएँ विदेशी सिनेमेटोग्राफर हुनुहुन्थ्यो काजाकिस्तानको आई थिङ्क उहाँले बर्लिनमा अवार्ड पनि पाउनु भएको थियो कुनै फिल्मबाट अनि जुन उहाँहरूको वर्क एथिक्स थियो अनि मैले त्यतिखेर रुम सेयर चाहिँ हाम्रो आर्ट डिरेक्टर मेनुका राई हुनुहुन्थ्यो क्या अमेजिङ आर्ट डिरेक्टर भन्छु है अनि उहाँले जसरी मेहनत गर्नुभएको थियो त्यो अब सँगै रुम सेयर गरिसकेपछि त कति नजिकबाट निहाल्न पाइन्छ नि त मान्छेलाई त्यो देखेर चाहिँ ओहो मेहनत भनेको त यसरी गर्नुपर्ने रहेछ डेडिकेसन भनेको त यो रहेछ काम भनेको त यसरी गर्नुपर्ने रहेछ सो म पछि गएर सिनेमामै आउँछु भने मैले पनि यो लेभलको मेहनत चाहिँ गर्नुपर्छ भनेर मोटिभेट गरेको फिल्म चाहिँ हो त्यो फिल्म झानाकुटीको केसमा चाहिँ मलाई क्यारेक्टर एकदमै इन्ट्रेस्टिङ लागेको अनि सिमोस दाईलाई चाहिँ मैले अगाडि नै भेटेको थिएँ उहाँले चाहिँ यो फिल्म बनाउँदैछु भन्नुभएको थियो त्यो फिल्ममा म अनुबन्धित थिइनँ पहिला होइन सो उहाँहरूले अरू नै कोही कलाकारहरू सोच्नु भएको थियो कुरा चाहिँ मौखिक रूपमा कुरा केही पनि भएको थिएन उहाँसम्म चाहिँ गएको थिएन अनि मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लागेर म गर्छु नि भनेर मागेको फिल्म चाहिँ हो कि त्यो चाहिँ ओके सो हाउ वाज द एक्सपिरियन्स अडियन्सको रियाक्सन फर्स्ट त त्यो एक्सपिरियन्स नै अमेजिङ एक्सपिरियन्स बिकज फर द भेरी फर्स्ट टाइम आई गट अ चान्स टु वर्क विथ सौगात मल्ल सौगात मल्ल त्यतिखेरको टाइममा अहिले पनि हुनुहुन्छ उहाँसँग काम गर्न पाउनु भनेको उहाँको कामको चाहिँ फ्यान हो क्या म चाहिँ त्यसरी मेहनत गर्ने अनि अब लुटमा त उहाँले एउटा इम्प्रेसन पारिसक्नु भएको थियो अडियन्सलाई होइन अनि म चाहिँ भर्खरै आफूलाई चिनाउने कोसिस गरिरहेको थिएँ नि त अब त्यतिखेर उहाँ जस्तो कलाकारसँग काम गर्न पाउनु भनेको मलाई चाहिँ डर पनि लागेको थियो सुरुमा त म एक्सप्रेस पनि गर्थिनँ कि राम्रोसँग आफूलाई तर मलाई च्यालेन्ज पनि के थियो भने म उहाँको अपोजिटमा छु मैले अलिकति कम गरेँ भने पनि म ओभर स्याडो हुन्छु सो आई हेभ टु गिभ माई 200% नट जस्ट 100% भन्ने फिल चाहिँ भएको थियो अनि त्यो बेलामा फेरि अर्को च्यालेन्ज चाहिँ कस्तो भयो भने सो मैले त्यो मार्क राख्न सफल भएको थिइनँ त्यतिखेरसम्म अनि धेरैजनाले चाहिँ वाइ बेन सामाल भनेर चाहिँ सोधिराख्नु भएको थियो कि मेकरलाई सो मेकरलाई पनि त च्यालेन्ज भयो नि त वाइ अनि सो भोलि मैले राम्रो काम गरिनँ भने त उहाँलाई पनि त आउँछ होइन बिकज उहाँले चुज गरेको उहाँले मलाई अपर्च्युनिटी दिएको हो सो उहाँको लागि भयो भने मैले राम्रो काम गर्नुपर्छ भनेर त्यो च्यालेन्ज चाहिँ थियो यो गरिसकेपछि झानाकुटी गरिसकेपछि हजुरले ब्लाइन्ड रक गर्नुभएको त्यो सेम टाइममा भएको हो सेम टाइममा सुट पनि सेम टाइममा भएको हो सो हाउ डिड यु म्यानेज यतापट्टि त हजुरको एकदम साई नेचर त्यस्तो ओभर एक्जर उयो छैन नि त एकदम सर्टली गर्नुभएको छ ब्लाइन्ड रकमा यसमा फेरि एकदम ओभर चाहिएको छ मतलब लाउड चाहिएको छ एकदम एक्टिभ चाहिएको छ हाउ डु यु म्यानेज त्यसलाई चाहिँ अनि प्रोसेस कस्तो थियो मलाई एकदमै याद छ कि त्यो पहिला चाहिँ ब्लाइन्ड रक्स भएको थियो अनि ब्लाइन्ड रक्सको लागि चाहिँ
मैले 3-4 महिनासम्म चाहिँ कुनै अरू प्रोजेक्टहरू नगर्ने भनेर निर्णय गरेको थिएँ। एज इफ कति नै धेरै फिल्म आउने जस्तो के फेरि त्यतिखेरको टाइममा त्यस्तो धेरै पनि आउँदैन तैपनि। अनि त्यसपछि नै झानाकुटीको सुट राखिएको थियो। अनि ब्लाइन्ड रक्समा चाहिँ हामी पोखरा पनि गएको थियौँ कि। अनि मैले नजिकबाट सृष्टि केसीजी मोटिभेसनल स्पिकर जो हुनुहुन्छ उहाँलाई नियाले पनि मौका पाएँ। कतिपटक म उहाँसँगै हिँडेँ, म उहाँलाई घरमा लिन जान्थेँ होइन, उहाँलाई लिएर हिँड्थेँ, उहाँको वर्क प्लेसमा जान्थेँ। इभन एउटा पोइन्टमा म उहाँसँग टोइलेट पनि गएको छु कि। अब त्यो त अलिकति उहाँको प्राइभेसी इन्भेड गरेको जस्तो कुरा भयो नि त। उहाँलाई मन परेको थिएन। बट देन आई वान्टेड टु सी कि उहाँ एक्लै हुँदाखेरि चाहिँ कस्तो हुनुहुन्छ, कसरी फिल गर्नुहुन्छ। दो त्यो सिन रिक्वायर्ड थिएन तर मलाई एज एन एक्टर बुझ्नु मन लागेको थियो, किनभने म उहाँसँग उहाँको क्यारेक्टर गरिरहेको छु नि। अनि फेरि रियल क्यारेक्टर गर्नु र फिक्सनल क्यारेक्टर गर्नुमा फरक के छ भने रियल क्यारेक्टरसँग सजिलै रिलेट गरिदिन्छ के। ऊ त यसरी हिँड्दैन, ऊ त यसरी बोल्दैन, ऊ त यसरी व्यवहार गर्दैन भनेर सजिलै जज भइन्छ नि त। त्यो कारणले गर्दाखेरि पनि मलाई च्यालेन्ज थियो। अनि त्यसपछि त्यो भनेको त अब हामीले देखिरहेको क्यारेक्टर पनि भएन देखिरहेको अनि भयो। किनकि नेपाली सिनेमामा अझै पनि ओभर गरिदियो, एक्जाजिरेट गरिदियो भन्ने वाला हुन्थ्यो। हो, अनि त्यो च्यालेन्ज थियो। भोलि त उहाँको फ्यामिलीले पनि हेर्नुहुन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अनि अर्को चाहिँ मैले ब्लाइन्ड फोल्ड गरेर, ब्लाइन्ड फोल्ड चाहिँ होइन कि मैले त्यो चस्मा लगाउँथेँ अनि आँखा चाहिँ चिम्म गर्थेँ अनि त्यो स्टिक चाहिँ लिएर हिँड्थेँ कि। अनि त्यो जाँदाखेरि पनि मैले अरू मान्छेले चाहिँ त्यो सिचुएसनमा कसरी हेर्दो रहेछ भन्ने कुरा पनि अब्जर्भ गर्न पाएँ कि। सो एउटा म इन्ट्रेस्टिङ त्यो इन्सिडेन्ट सुनाउँछु। हामी पोखरामा टिम नै हाम्रो डिरेक्टर हुनुहुन्थ्यो, चिफ एडी हुनुहुन्थ्यो, अनि त्यसपछि 2जना चिफ एडी हुनुहुन्थ्यो, मेकअप आर्टिस्ट हुनुहुन्थ्यो, सबैजना। अनि पामेमा ब्रेकफास्टको लागि चाहिँ गयौँ कि। फर्स्ट डे गयौँ। अनि फर्स्ट डे चाहिँ अफकोर्स मैले हेरिरहेको थिइनँ तर पनि म फिल गर्थेँ कि मान्छेले मलाई कसरी हेरिरहेको छ। त्यो सिम्प्याथी के, बिचरा है देख्दा त राम्री नै छ तर यस्तो भएछ भन्ने खालको। अनि इभन वेटर आउँदाखेरि पनि वेटरले चाहिँ अरूलाई भन्दा पहिला मलाई सोध्नुभयो के लिनुहुन्छ यताउति होइन। अनि आफूलाई त्यो अटेन्सन राम्रो लाग्यो त्यो बेलामा है। अनि सेकेन्ड डे के भयो, सेकेन्ड डे पनि त्यसरी नै आउनुभयो, सेम अटेन्सन पाएँ कि। अनि ठ्याक्क त्यो बच्चाहरू गइराख्नु भएको थियो साइक्लिङ गरेर। सो तपाईँको एउटा सेन्सले काम नगर्दाखेरि बाँकी सेन्स चाहिँ यस्तो एक्टिभ हुँदो रहेछ, किनभने हामीलाई भिजुअल डिस्ट्र्याक्सन धेरै हुन्छ क्या। भिजुअली हामीले देखिराख्दाखेरि यो चिज पनि देखाएको छु, तपाईँलाई देखाएको छु, तपाईँको इमोसन देखाएको छु, तपाईँको पछाडिको ब्याकग्राउन्ड देखेको छु, त्यो पेन्टिङ देखेको छु होइन। डिस्ट्र्याक्सन धेरै भयो, दिमागले कम सोच्यो क्या। तर वेन यु क्लोज युर आइज तपाईँको माइन्डले चाहिँ अझै बढी काम गर्ने रहेछ। अनि बच्चाहरू 2जना साइक्लिङ गर्दै जानु भएको थियो, लड्नु भयो क्या त्यहाँ। मैले फिल गरेँ। अनि मैले उहाँहरूलाई चाहिँ के भनेँ भने यो बच्चाको एज ग्रुप यस्तो यस्तो हो भनेर भन्दाखेरि ठ्याक्कै मिल्यो क्या। वाउ, त्यस्तो भयो होइन। त्यो इन्सिडेन्ट भयो। सो त्यतिखेर चाहिँ हाम्रो अरू सेन्स चाहिँ मोर एक्टिभ हुँदो रहेछ भन्ने थाहा पाएँ। अनि थर्ड डेमा के भयो, मैले सेम अटेन्सन पाएँ अनि मलाई त्यो मन परेन क्या। मलाई अब नर्मल मान्छे जस्तै बिहेभ गरिदिनुहोस् भने जस्तो भयो क्या। अनि त्यो चाहिँ कस्तो हुँदो रहेछ भने साइकोलोजिकली डिफ्रेन्टली एबल पिपलहरूको चाहिँ उहाँहरूलाई जुन प्रकारको अटेन्सन दिइन्छ उहाँहरूलाई त बानी परिसकेको छ नि त। उहाँहरूको लाइफस्टाइल जस्तो हाम्रो लाइफ नर्मल, द्याट्स नर्मल फर देम क्या। सो एक्स्ट्रा अटेन्सन दिएको चाहिँ मन नपर्ने रहेछ। अनि त्यसमा केही नराम्रो कुराहरू सुन्नुभयो, लाइक मान्छेहरूले भन्न त भन्छन् हार्स वर्डहरू युज गर्छ हजुरले, इभन तपाईँ अब एक्सप्लोर गर्नुभयो भन्ने भयो नि त, नट इन द सेट अल्सो, बाहिर नि हिँडिरहन ट्राई गर्नुभयो भन्दाखेरि त्यतिखेर त्यो क्रिटिसिजम लाइक यस्तो यस्तो भनेर चाहिँ थिएन त्यहाँ। नराम्रो वर्ड्सहरू सिम्प्याथी नै थियो। सिम्प्याथी मन पर्दो रहेछ। हामी इक्वली क्यापेबल भन्ने चिज चाहिँ आउँदो रहेछ क्या। किनभने दया चाहिएको होइन नि त। वी क्यान कम्पिट विथ यु जस्ट बिकज आई कान्ट सी ओर आई कान्ट वक, इट डजन्ट मिन आई एम इनक्यापेबल भन्ने चाहिँ होइन रहेछ क्या। ती कुराहरू चाहिँ आई थिङ्क हरेक क्यारेक्टर त हामीले गरेको लाइफमा हामीलाई सेप गर्दै लिएर जान्छ कि एज अ ह्युमन बिङ। मेबी त्यतिखेर भर्बल्ली हामीले
हामीले एक्सप्रेस गर्न नसकौँला कि यो क्यारेक्टरले मलाई कुन वेमा सेप गरिरहेछ, बट सबकन्सियसली चाहिँ यस्तो वर्क गर्दो रहेछ जुन आज मैले यसरी भन्न सकिरहेको छु। मेबी त्यो पोइन्ट अफ टाइममा आई वाज नट द्याट एक्सप्रेसिभ, मलाई थाहा भइरहेको थिएन के भइरहेछ, कसरी सेप गरिरहेको छ भन्ने कुरा के। सो विथ एज पनि आउँदो रहेछ यो अन्डरस्ट्यान्डिङ। सो इच एन्ड एभ्री क्यारेक्टरले चाहिँ एज अ ह्युमन बिङ हामी कस्तो मान्छे हौँ, कस्तो हुने र आफू के हो भन्ने कुराहरू चाहिँ एकदम सिकाउँदो रहेछ, देखाउँदो रहेछ। ओके हजुर मैले अघि जानेको नि आज हजुरले भन्दै हुन्थ्यो क्यारेक्टर हो प्रिपेयर त्यो म गर्नेमा त्यसमा गरेँ हो। त्यसपछि चाहिँ ठ्याक्क सकियो, सकिने बित्तिकै मलाई झानाकोटीमा जानु पर्ने भयो। भनेपछि विदिन अ सुट विदिन सिधाउँदै लाइक बिचमा गएको होइन 3-4 डेज, विदिन ओके 3-4 डेजमा म क्यारेक्टरबाट ओभरै हुन सकिनँ। उम्, अब मलाई त्यो सर्टेन म्यानरिजम आउने के त्यो क्यारेक्टरको होइन। किनभने मैले हाँस्नेदेखि बोल्नेदेखि सबै कुरामा वर्क गरेको थिएँ नि त, रियल क्यारेक्टरलाई हेरेर गरेको थिएँ नि त। अब मलाई यस्तो भयो, हामी धम्पुसमा सुट गर्न गएको थियौँ है। फर्स्ट डे पनि जान्छु, सर्टेन चिजहरू आइरहेछ, ओ माई गड म बोल्न पनि यसरी बोलिरहेको छु, यो क्यारेक्टर यो होइन। सो मैले डिफ्रेन्सिएट गर्नै सकिरहेको छैन कि छुट्याउनै सकिरहेको छैन। अनि त्यसपछि एक दिन चाहिँ म होइन म एक्लै जान्छु भनेर त्यो आफूलाई खाली गर्नको लागि चाहिँ गाउँ घुमेँ कि। अनि गाउँ घुम्दाखेरि चाहिँ ठ्याक्क कस्तो भयो भने त्यही भएर आर्टिस्टहरूलाई चाहिँ सेटमै गएर काम गर्नु चाहिँ कति इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा। एकजना महिला हुनुहुन्थ्यो, सेम एजको बेबी थियो उहाँको। सुत्केरी महिलाको क्यारेक्टर हो नि त झानाकुटीमा, बच्चा लिएर आउनुभएको थियो। सो म चाहिँ कस्ट्युममा नै थिएँ। उहाँले मलाई के सोध्नुभयो भने यहाँ त सुटिङ भएको भन्छ नि, कहाँ छ भनेर सोध्नुभयो क्या। अनि उहाँले मलाई चिन्नु भएन। अनि मलाई चाहिँ त्यो खुसी लाग्यो, उहाँले मलाई एज एन एक्टर चिन्नु भएन भन्ने, किनभने म त्यहाँ गाउँकै कस्ट्युममा थिएँ। अनि उहाँ जाँदा जाँदै उहाँले मलाई सोधेकोदेखि गइन्जेलसम्म मैले उहाँलाई निहालेँ कि दिस इज इट, सी इज द वान। त्यो क्यारेक्टर चाहिँ उहाँ, यो मान्छे चाहिँ त्यो क्यारेक्टर हो है, मालती क्यारेक्टर चाहिँ भने। म एउटा फोटो खिचौँ भने फोटो पनि खिचेँ उहाँको। अनि त्यसपछि सो कपाल छोटो थियो, मैले त्यतिखेरै हाम्रो प्रोडक्सनलाई भनेर चाहिँ लाछा लिएर आउन लगाएँ। त्योबाट एक्सटेन्सन पाउँथ्यो, त्यो अर्कोलाई चाहिँ लाछा भन्दो रहेछ कि, यसरी बाट्ने नै हुने। अनि पोखरामा गएर उहाँहरूले लिएर आउनुभयो। अनि कानमा लगाउने पनि सेम खालको मलाई चाहियो भनेर भने, ड्रेसमा पनि वर्क गरेँ होइन, यस्तो पछौडा चाहियो भनेर। अनि त्यही लोकलसँग उहाँहरूले खोज्नुभयो। अनि त्यसपछि चाहिँ एभ्री टाइम म डिस्ट्र्याक्ट हुन लाग्दाखेरि चाहिँ ठ्याक्क त्यो क्यारेक्टर सम्झिन्थेँ। अनि त्यो आफै कहाँबाट आयो आई थिङ्क त्यो युनिभर्सले मलाई त्यो कन्फ्युजन भइरहेको बेलामा चाहिँ कोही पठाइदिनु भएको जस्तो चाहिँ फिल भयो। भनेपछि हजुरको चाहिँ मेन भनेको चाहिँ कुनै पनि एक्टरलाई यो धेरै एक्टरहरूको चाहिँ के हुन्छ भने कसैलाई गीत सुनेर क्यारेक्टरमा ड्रिभन हुन्छन्, कसैले चाहिँ सेन्ट सुनेर हुन्छ। हजुरको भनेपछि चाहिँ यो गर बी इन द्याट प्लेस भन्ने टाइपको हुन्छ हजुरको चाहिँ। त्यो प्लेसले चाहिँ एकदमै वर्क गर्छ मेरो लागि चाहिँ है। सबैजनाको आफ्नो वर्क प्रोसेस डिफ्रेन्ट हुन्छ। मलाई चाहिँ त्यहाँ गएर मलाई अझ मिल्दोजुल्दो क्यारेक्टर कसैलाई अब्जर्भ गर्न पायो भने चाहिँ त्यो चिजलाई चाहिँ छिट्टो म लिन सक्छु। हजुर, त्यसले चाहिँ छिट्टो मलाई मोटिभेट गर्छ त्यो आफूले आफ्नो पात्रमा काम गर्नको लागि। ओके, हजुरले दुईटै कमर्सियल र आर्ट मुभीमा काम गर्नुभयो होइन। सो यता मिन भामसँग काम गर्दा र यसो पुरै टोटल्ली कमर्सियलमा काम गर्दा चाहिँ हाउ डिफरेन्स यु फिल कि एज अ पर्फर्मर चाहिँ कतिको डिफरेन्सेस फिल गर्नुभयो हजुरले? होइन, वर्क स्टाइल सबैको आफ्नो आफ्नो हुन्छ, हरेक मेकरको आफ्नो स्टाइल हुन्छ होइन। कति मेकरहरू चाहिँ हुन्छ नि आएर आर्टिस्टलाई यस्तो गर्नुपर्छ भनेर सम्झाउनुहुन्छ, डिरेक्सन दिनुहुन्छ है। तर कति मेकरहरू चाहिँ एकपटक क्यारेक्टर पढिसकेपछि आफ्नो हिसाबले बनाउन भनेर पनि भन्नुहुन्छ। अनि हुन्छ आफ्नो हिसाबले क्यारेक्टर बनाऊ भन्नुहुन्छ, बायोग्राफी यस्तो यस्तो छ। बट देन कहिलेकाहीँ चाहिँ कुनै कुनै डिरेक्टरहरू चाहिँ के हुन्छ भने मलाई सर्टेन वेमा मेबी मेरो क्यारेक्टरले पानी यसरी लिन्छ होला, एकछिन चलाइराख्छ होला होइन, मलाई एकछिनमा यसरी खानु मन लाग्छ होला। त्यो मैले क्यारेक्टर स्टडी गरेर मैले बनाएको चिजहरू भयो होइन। तर डिरेक्टरले होइन तिमी लिय, हेर्दै नहेर, खाऊ भनेर भनिदिन सक्नुहुन्छ कि त्यो सानो सानो चिजहरूमा। सो सबैजनाको डिफ्रेन्ट वे हुन्छ। अनि एज एन एक्टर चाहिँ हामीलाई कहिले पनि यो आर्ट मुभी ओर यो कमर्सियल मुभी हो, हामीले यसमा यसरी काम गर्नुपर्छ या त्यसरी काम गर्नुपर्छ भनेर त्यो वेमा सोच्दै सोचिँदैन कि। एभ्री इन्डिभिजुअलको
आफ्नै वे हुन्छ सो एभ्री टाइम काम गर्दाखेरि इट्स अ डिफरेन्ट एक्सपिरियन्स फर मी ओके हजुर सो 2018 एकदम स्पेसल भन्नु भेरी याद सो स्पेसल ब्लाइन्ड रकको नोमिनेसन तपाईँ नेसनल अवार्डको नोमिनेसनमा नि पर्नु भएको थियो कि पहिला मैले सिधै पाएँ नै पनि अवार्ड होइन पहिला नोमिनेसनमा पऱ्यो भनेर नोमिनेसनमा हजुर परेको सो नोमिनेसनमा पऱ्यो अनि त्यसपछि हजुरले विन गर्नुभयो नि त उम्, त्यो जर्नी कस्तो रह्यो तपाईँको त्यो एक्सपिरियन्सेस त्यो एक्सपेक्ट गर्नुभएको थियो कि थिएन यति हजुर कम समयमा यतिको हुन्छ भनेर एक्सपेक्ट गर्नुभएको थियो कि थिएन मेरो त केही पनि एक्सपेक्टेसन थिएन जस्तो खालको त्यो फिल्म आइसकेपछि मैले कहिले पनि रिजल्ट हेरेर काम पनि गरिनँ भोलि मैले यसमा यति मेहनत गरेँ भने यसको रिकग्निसन यति पाउँछु मान्छेहरूले मेरो कामलाई एक्नोलेज गर्नुहुन्छ एप्रिसिएसन पाउँछु भनेर कहिले पनि काम गरिनँ होइन किनभने मलाई काम गर्दा मजा आउँछ मेरो 100% दिँदाखेरि द्याट्स माई वे अफ डुइङ थिङ्स त्यो भएर गरेको थिएँ अनि जब फिल्म प्रिमियर भइसक्यो त्यतिखेर पनि मलाई डर लागिरहेको थियो कि कस्तो खालको रेस्पोन्स आउने हो भनेर डर लागिरहेको थियो अनि फर्स्ट हाफ भयो फर्स्ट हाफ भएपछि फर्स्ट पर्सन जो आउनुभयो मलाई भेट्नलाई मेरो दुइटै हात समातेर कस्तो राम्रो काम गरेको तिमीले भनेर हक गर्नुभयो दिपा श्रीनिरौला दिदी होइन अनि द्याट वाज इट लाइक ओके मैले चाहिँ ठिकै गरेछु त्यहाँसम्म चाहिँ यस्तो नर्भस भएर त्यो फिल्म जति आइरहेको छ त्यो पनि इन्जोय गरिरहेको थिएन कि अनि मेरो पछाडि साथीहरू हुनुहुन्थ्यो होइन म साथीहरूलाई पनि हेरिरहेको थिएँ कि उनीहरूको कस्तो रेस्पोन्स आउँछ भनेर अनि फर्स्ट हाफ भइसकेपछि मेरो बेस्ट फ्रेन्ड जो चाहिँ एकदमै कमेन्ट गर्नुहुन्छ कि उहाँले चाहिँ अनि राम्रो छ त खतरा छ त भन्नुभयो अनि त्यो पनि मलाई एकदम ढुक्क भयो ओके म पास भएँ भने जस्तो चाहिँ फिल भयो अनि त्यसपछि चाहिँ जब नोमिनेसनमा परेँ भनेर भन्दाखेरि नोमिनेसनसँग होसँग को पर्नु भएको थियो मसँग एक्ज्याक्टली याद छैन मलाई को पर्नु भएको ए, थियो ओके। आई डोन्ट नो निता ढुङ्गाना हुनुहुन्थ्यो अनि अरू को हुनुहुन्थ्यो के स्वस्तिमा कोही हुनुहुन्थ्यो होला होइन अनि मलाई चाहिँ ठ्याक्क मलाई थाहा भएन है को हुनुहुन्थ्यो त्यतिखेर अनि अब अवार्ड पनि फेरि फेयर हुँदैन भन्ने पनि सुनिरहेको थिएँ नि त पढ्न त पऱ्यो अनि पढ्नु नै ठुलो कुरा हो भने जस्तो फिल भइरहेको थियो अनि सो फर्स्ट म कामना फिल्म अवार्डमा चाहिँ गएँ है नेसनल अवार्ड त आफ्नो ठाउँमा छँदैछ कामना फिल्म अवार्डमा गएँ फर्स्ट एक्सपिरियन्स त्यो फिल्मबाट नोमिनेसनमा परेर अनि अब बेस्ट एक्ट्रेस अवार्ड भनेर आयो नि त मलाई त दिँदैन भनेर म पछि यत्तिकै बसिरहेको थिएँ होइन अनि फेरि कस्तो स्पेसल हुँदो रहेछ सबैजनाले कसले को हुनुहुन्थ्यो त्यहाँ भन्ने सबै याद भएको कि फर्स्ट टाइम एक्सपिरियन्स भयो नि त सो गौरी मल्ल म्याम हुनुहुन्थ्यो होइन त्यो अवार्ड दिनेमा अनि उहाँले चाहिँ मेरो आमाको क्यारेक्टर गर्नुभएको थियो ब्लाइन्ड रक्समा अनि उहाँले चाहिँ अनाउन्स गर्नुभयो ओ माई गड इट्स माई फेभरेट भनेर भन्नुभयो होइन त्यसपछि कहाँ अलिअलि आशा चाहिँ आयो आउनलाई त्यही पनि फेभरेट त अब जो पनि हुनसक्छ तर म पछाडि नै छु कि अगाडि पनि छैन सबैजना जानुभयो जो जो नोमिनेसनमा हुनुहुन्थ्यो सबै अगाडि गइसक्नुभयो के मेन श्यामल भन्ने What's happening? Is it for real? भने जस्तो भयो गएँ अनि द्याट वाज द मोमेन्ट मैले पास मात्र होइन मैले त डिस्टिङसन स्कोर गरेछु जस्तो फिल भएको त्यो बेलामा चाहिँ अनि त्यसपछि चाहिँ अनि फेरि आयो नेसनल अवार्डबाट चाहिँ मलाई फोन आयो तपाईँ आउनुहोस् है भनेर अनि मलाई चाहिँ के भयो भने अब सबैजनालाई बोलाउँछ पाउन त पाउँदैन होला फेयर हुँदैन अब नेसनल अवार्ड भनेको त फेरि देशले रिकग्नाइज गर्ने हो यो त आफ्नो बायोडाटामा पनि लेखिने चिज हो हिस्ट्रीमै 2018मा सो राष्ट्रपतिले कसलाई अवार्ड दिनुभयो भनेर भन्दा त्यो मान्छेलाई हो नि त इट्स ह्युज सो पोलिटिक्स केही हुन्छ होला भनेर भने त्यही पनि होप अलिकति आशा लिएर गएँ होइन गइसकेपछि फेरि दिनेश टिसी सर हुनुहुन्थ्यो अनि उहाँको कामको तारिफ वर्षैभरि भयो भनेर उहाँले अनाउन्स गर्नुभयो अनि त्यो मोमेन्ट त्यो चाहिँ अनि त्यसले चाहिँ अझै मलाई मोटिभेट गर्यो ओहो यसको चाहिँ यो अवार्डको चाहिँ मैले साख राख्नुपर्छ अझै राम्रो काम गर्नुपर्छ किनभने अब गर्ने कामहरूमा त अझै एक्सपेक्टेसन हुन्छ किनभने मैले त यो त उत्कृष्ट भएको उत्कृष्टमा पनि उत्कृष्ट भएको हो भनेर दिएको अवार्ड हो नि त भनेर त्यसले चाहिँ मोटिभेट चाहिँ मलाई एकदमै गरेको What was your family reaction त्यसको लागि फ्यामिली चाहिँ दे वर ह्याप्पी मेरो फ्यामिलीमा चाहिँ कस्तो छ भने इट्स नट लाइक ए मेरो छोरी चाहिँ हिरोइन छ सबैजनाले रिकग्नाइज गर्छ भन्ने भन्दा पनि उसले आफ्नो जब गरिरहेछ सो मेरो भाइले पनि आफ्नो काम गरिरहेछ मेरो दिजु पनि आफ्नो ठाउँमा होइसिन्छ सबैजनाले आफ्नो आफ्नो ठाउँमा गरिरहेछ तर जे गरिरहेको छ त्यसमा चाहिँ सपोर्ट चाहिँ छ दे वर ह्याप्पी त्यतिखेर
यो अब हजुरले कति अनेस्टली एन्सर दिनुहुन्छ आई रियली वान नो कि बेनिसा हमाल फिल्म मेकर हजुर। र एक्ट्रेस बाहेक चाहिँ कस्तो छ बेनिसा हमाल चाहिँ एज अ रियल पर्सन चाहिँ म अझै चिनिरहेको छु कि कहिलेकाहीँ आफूलाई एक्लै बसिराख्दा ओहो म त यस्तो खालको मान्छे हुँ जस्तो लाग्छ होइन। कति टाइम लाग्दो रहेछ कि आफूलाई चिन्नको लागि। अझै पनि अब फिल्म गर्दाखेरि पनि ए म त यस्तो खालको मान्छे रहेछु होइन, मसँग त यो ह्यान्डल गर्न सक्ने क्षमता रहेछ, रेस्पोन्सिबिलिटी लिन सक्दो रहेछु भन्ने जस्तो लाग्छ। अनि कहिलेकाहीँ अब मेरो एकदमै चाँडै चाँडै मुड स्विङ हुन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ ला म त अलिकति अब मुड स्विङ भइरहेको बेलामा कहिलेकाहीँ त्यो मान्छेहरूलाई नचाहेको कुराहरू पनि भनिन्छ नि त। एम आई गुड पर्सन अर ब्याड पर्सन हुन्छ नि। आइ एम स्टिल ट्राइङ टु फिगर आउट कि म कस्तो खालको मान्छे छु भनेर। बट एउटा कुरा चाहिँ प्रोफेसनली हेर्दाखेरि चाहिँ आइ एम अ भेरी हार्ड वर्किङ पर्सन, आइ एम एन अनेस्ट पर्सन, मसँग पेसेन्स छ होइन। अनि आइ एम एन एम्पेथेटिक पर्सन चाहिँ मलाई फिल हुन्छ। ओके बट त्यतिले मात्र मलाई डिफाइन गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। ओके लेट्स प्ले अ गेम होइन मैले अघि नै हजुरले उहाँ गएर आउनुभयो भन्नुभयो हजुर। के अरे चुजको कुरामा ओ मलाई नि अघि तपाईँले भन्ने बित्तिकै भनौँ कि नभनौँ भइसकेको थियो क्या हामीले सिमिलर गेम प्रिपेयर गरेका छौँ ए भनेर हो। भनौँ कि नभनौँ भइरहेको थियो हजुर। तर अब मलाई पनि प्रिपेयर गरेका छौँ त्यसरी नै बस्नु मन लागिरहेको थियो कि बट देन आज म यस्तो फर्मल प्रोग्राममा गएर आएँ होइन। कलेजमा आउने म क्याजुअल लगाएर आउँछु भनेर यस्तै सोचिरहेको थिएँ। यस्तो ओके आइरहेको छु। त्यो ठिकै छ मेरो मेन थिम भनेको चाहिँ हजुरलाई चाहिँ एज अ फिल्म मेकर अनि एज अ यो नेम फिल्म भनेको त अरू अरू पोडकास्टहरूमा पनि देखिरहन्छ अरू ठाउँमा पनि देखिरहन्छ यो बिग नेम छ सो एज अ पर्सन चाहिँ कस्तो हुनुहुन्छ मलाई त्यो चाहिँ हेर्न मन थियो क्या हजुरको चाहिँ हजुर। एज अ कतिको कस्तो क्युरियोसिटी लाग्यो तपाईँलाई म एज गुड अ पर्सन? एकदम इम्पावरिङ लाग्यो प्लिज मलाई इलाबोरेट। गुड भनेको त एउटा मात्रै वर्डमा भयो कि। अलिक पछि भन्छ ओके। ओके सो ओके हाम्रो गेम चाहिँ तपाईँले चुज गर्नुपर्ने हुनुहुन्छ जस्तै हजुर। अहिलेसम्म जस्तै मैले तपाईँलाई उहाँ नि गरिरहनु भएको ल जस्तै गरेछु। तपाईँले शशाङ्क रेडिम्सन र तपाईँलाई मैले एउटा मुभी दिएँ जस्तै हजुर। च्यानाकुइटी भनेर दिएँ होइन हजुर। यु हेभ टु चुज वान के अनि म तपाईँलाई मुभीहरू दिन्छु अनि हजुर। वान अफ द फेभरेट मुभी चाहिँ कुन हुनसक्छ हुन्छ तपाईँको है त हस् ल। ओके मैले हेरेको मुभी हुनुपर्छ यो फेरि त्यहाँ। तपाईँकै मुभी हो ए ओके हस्। ओके कालो पोथी कि छ्यानाकुटी हजुरको कुन चुज गर्नुहुन्छ वाउ। ओहो दुइटै फिल्म मेरो लागि इम्पोर्टेन्ट छ। कालो पोथीले मलाई एक्सपिरियन्स दियो होइन, मलाई सिरियस एक्टर बनायो। झानाकुटीले मलाई रिकग्निसन दियो सब मिडियामा या भनौँ अडियन्सको माझमा चाहिँ यो चाहिँ सेन्सिबल एक्टर रहेछ है भनेर रिकग्निसन पाएको फिल्म हो। आई थिङ्क एउटा मात्रै चुज गर्नुपर्दा आइल गो विथ झानाकुटी किनभने अहिले किनभने झानाकुटी युट्युबमा पनि छ, धेरैजनाले हेर्नु भएको छ। अनि मैले पछिल्लो समयमा जति पनि फिल्म गरेँ सबै मेकरहरूले चाहिँ के भन्नुहुन्छ भने मैले झानाकुटी हेरेको थिएँ र झानाकुटी हेरेर चाहिँ यो मान्छेसँग चाहिँ एक दिन काम गर्नुपर्छ है भनेर सोचेको थिएँ भनेर भन्नु भएको छ क्या। त्यो भएर जति पनि काम गरेँ त्यो झानाकुटीले गर्दाखेरि पनि हो। हजुरको मेहनत पनि पेड अफ भयो नि त त्यसमा हजुर। ओके झानाकुटी कि सोर झानाकुटी। झानाकुटी कि किङ्स रिटर्न झानाकुटी। झानाकुटी कि तपाईँको छक्का पञ्जा चार ओके झानाकुटी धेरै चुज गरेँ, छक्का पञ्जा चार चाहिँ मासमा चिनाएको फिल्म भयो। ओके छक्का पञ्जा चार कि उपहार छक्का पञ्जा चार। छक्का पञ्जा चार कि ब्लाइन्ड रक्स ब्लाइन्ड रक्स। ब्लाइन्ड रक्स कि एक्लो ब्लाइन्ड एक्लोको त हेर्नै बाँकी छ होइन। सो अब मलाई नेसनल अवार्ड पाएको अनि त्यसपछि धेरै ठाउँमा कुरा पनि हुन्छ ब्लाइन्ड रक्सको। अहिलेको लागि चाहिँ ब्लाइन्ड रक्स। ब्लाइन्ड रक्स वान अफ द फेभरेट मुभी अफ हजुर। योर्स ओके या। ओके मैले यो उति मात्र सोध्नु यस्तै हो मैले फर्स्ट टाइम खेलाएको हो क्या यो ए गेम हो। अझसम्म खेलाएको चाहिँ छैन तपाईँले यति धेरै मुभी गर्नुभएको रहेछ नि त्यो भएर चाहिँ अझसम्म हामी जति पनि गरिरहन्छौँ हामीले चाहिँ हाम्रै टिचर्सहरूलाई बोलाइरहेको हुन्छौँ अनि हजुर। अहिले जो न्यू कमरहरू हुन्छ उहाँहरूलाई केही एडभाइस दिन्छौँ भने सोधिरहेको हुन्छौँ कि हजुर। अनि यसरी जर्नी नै सोधेर चाहिँ काइन्ड अफ यो फर्स्ट सेकेन्ड टाइम हो यो क्या त मेरो चाहिँ पोडकास्ट जस्तै भयो। हजुर
ठिकै छ अब हजुरलाई इन्ट्रेस्टिङ भएको छ कि छैन भन्ने म्याटर एकदमै गर्छ। इन्ट्रेस्टिङ लागिरहेछ। मैले त अलरेडी मलाई यहाँको भाइब्स नै मन परेको, छिर्ने बित्तिकै दिस इज माई प्लेस भने जस्तो फिल भएको थियो कि। एन्ड त्यो तपाईँहरूको एनर्जी होला, यहाँ कति धेरै काम हुन्छ नि त, क्रिएटिभ वर्क, त्यसले मलाई तानेको होला सायद। यो 15 इयर्सको तपाईँको जर्नीलाई हजुर। तपाईँले 4 वटा हाइलाइट्समा राख्नु पर्यो भने चाहिँ कुन हजुर। कुन चाहिँ हाइलाइट्स हुनसक्छ हजुरको? फर्स्ट मुभी स्वर। स्वर। स्वरले गर्दाखेरि नै आजसम्म म यहाँ छु, यसरी काम गरेको छु, त्यो ढोका खोलिदिएको फिल्म हो। अनि फर मी झानागुटी। झानागुटी मलाई फिल्म मात्रै होइन, तपाईँले फेज पनि भन्नुभयो फेज होला। पनि एज अ पर्सन पनि। सो झानागुटी मुभी जसले चाहिँ मलाई म पनि काम गर्न सक्छु है, ममा पनि पोटेन्सियल छ भनेर म आफैलाई पनि थाहा भएको, अरूलाई पनि थाहा दिलाएको फिल्म हो है। अनि फिल्म मेकिङ कोर्स गर्न गएको इन्डिया, त्यो मेरो लागि एकदमै टफ डिसिजन पनि थियो, किनकि एउटा वेमा चलिरहेको थियो मेरो करियर, त्यसमा चाहिँ एउटा एकदमै केही न केही त त्यो फिल्ममा भन्छ नि, ए जवानी है दीवानीमा के अरे कितना भी कोसिस करो पनि लाइफमा कुछ न कुछ त छुटेगा ही छुटेगा भन्ने, त्यसले चाहिँ केही पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तो एउटा त्यतिखेर जब मसँग एकदमै धेरै स्क्रिप्ट भएको बेलामा मैले त्यो डिसिजन लिएको, अनि म प्राउड फिल गर्छु कि अलिकति यो डिसिजन त्यो डिसिजन लिएर चाहिँ। अनि त्यसपछि फर्किसकेपछि जब लकडाउन अपलिफ्ट भइसकेपछिको टाइममा चाहिँ फेरि मलाई शून्यबाट स्टार्ट गर्नुपर्ने थियो। मसँग फिल्महरू थिएन, मेरो फिल्म सो एक्टिङ करियर कहाँ जान्छ भन्ने थाहा थिएन। अब मेकिङ त मैले कम्प्लिट नै गर्न सकिनँ होइन, त्यो त अब धेरै टाढाको कुरा भयो। के गर्ने कस्तो गर्ने भन्ने फेजमा चाहिँ मलाई प्रेमगञ्ज भन्ने मुभीको चाहिँ अफर भएको। आई थिङ्क त्यो मेरो लागि चाहिँ एकदमै गुड लक हो भन्छु कि त्यो फिल्मपछि मेरो त्यो करियर ट्राजेक्टरी नै डिफ्रेन्ट भएको छ। त्यसपछि मैले छक्का पञ्जा गरेँ र पछिल्लो समयमा जति पनि काम गरेँ, आई थिङ्क त्यो फिल्मले चाहिँ स्टार्ट गरिदिएको। कतिवटा पोइन्ट भयो? 4टै भयो। हो, म त 7-8वटा भनेको जस्तो फिल भयो। 4टै भयो। सो मलाई अहिले चाहिँ यो तपाईँले त्यो टाइममा चाहिँ जस्तै अब तपाईँले रिस्टार्ट गर्ने भन्नुभयो नि, हो त्यो टाइममा चाहिँ कस्तो फिल भएको थियो हजुरलाई? कि तपाईँले सोच्नु भएको थियो कि फेरि यही फिल्ममा आउँछु भनेर सोच्नु भएको थियो कि एज अ डिरेक्टर नै आफूलाई पर्स्यु गरेर सोच्नु भएको थियो? किनकि यो फेजमा चाहिँ ओके सरी यो फेजमा चाहिँ हामी जस्तो स्ट्रगलिङ एक्टर जो चाहिँ अब अस्पायरिङ एक्टर नै भनौँ न, जो चाहिँ यही इन्डस्ट्रीमा केही गर्न चाहन्छौँ, बट इट टेक्स लट अफ टाइम होइन हामीलाई चाहिँ। अनि यसमा नेटवर्किङको कुरा हुन्छ, तपाईँको के अरे ब्याकअपहरू भन्ने कुरा हुन्छ। अनि यो कुराहरू हुँदा हुँदा पनि तपाईँको त्यतिखेर त एक लेभलको सबै अचिभ भइसकेको थियो नि त हजुरको। अनि त्यो टाइममा चाहिँ कसरी मोटिभ गरिरहनु भयो हजुरलाई चाहिँ त्यतिखेर आफूलाई चाहिँ यु ह्याभ टु गो अन भन्ने? एउटा पोइन्टमा चाहिँ एकदमै स्टक फिल भएको थियो होइन, के गर्ने कहाँ जाने, यता पनि कम्प्लिट भएको छैन। सो मैले अब जति पनि सेभिङ थियो त्यतिखेर त्यो पनि मैले सेभिङ पनि चलाएर गएको थिएँ नि त। अनि मसँग लिटरली फर्किँदासम्म आई थिङ्क त्यस्तो धेरै त होइन, 30,000 चाहिँ क्यास थियो कि। अनि फेरि अब स्टार्ट गर्ने सबै कुरा, अनि आफूसँग भएको सानो गाडी पनि बेचेर गएको थिएँ है। अनि करियर वाइज त एउटा ठाउँमा पुगेर फेरि जिरोबाट स्टार्ट गर्नु पर्यो नि त। अनि फेरि एकपटक मान्छेहरूलाई साइट फार माइन्ड फार भन्ने हुन्छ कि, ऊ त इन्डिया गयो, अब कहिले फर्किन्छ के थाहा छैन, ऊ छैन भन्ने मेसेज फ्लो भइसकेको थियो इन्डस्ट्रीमा। अनि काम पाउने हो कि होइन, फेरि मेरो स्वभावले पनि म फर्केँ है, म यहाँ एक्जिस्ट गर्छु, केही काम भयो भने मलाई सम्झिनु है भन्ने बानी नै छैन, अहिलेसम्म मैले भनेकै छैन क्या कसैलाई पनि। अनि त्यो स्वभावले गर्दाखेरि पनि ला अब के गर्ने त भन्ने कन्फ्युजन चाहिँ थियो। अनि एट द सेम टाइम अर्को चाहिँ मलाई के कुराले पनि मोटिभेट गर्छ भने इट्स नेभर टु लेट टु स्टार्ट ओभर अगेन के। सो जति नै ढिलो भए पनि म जहाँबाट पनि स्टार्ट गर्न सक्छु भनेर त्यही चिजले पनि मोटिभेट गरिरहेको थियो। अनि आई गेस त्यो जुन फर्स्ट मलाई ब्रेक प्रेमगञ्ज भन्ने मुभी, त्यही भएर पनि मैले सर्ट मुभी त्यो मिसिङ ब्राइडको स्टार्ट पनि गरेँ होइन। तर म आफै एकदम अड्केर बस्ने मान्छे त होइन, मलाई केही न केही चाहिँ गरिराख्नुपर्छ के। होला म आइएम नट एभ्रिवेयर, बट देन म मेरै पेसमा मेरै वेमा काम चाहिँ गरिरहेको हुन्छु कि, आफूलाई चाहिँ अलिकति क्रिएटिभली इन्भल्भ चाहिँ गराइरहेको हुन्छु। त्यो फेरि मेरै पेसमा हुन्छ।
अनि त्यसपछि चाहिँ प्रेमगञ्ज ह्यापन अनि प्रेमगञ्ज भएपछि त मैले त्यति धेरै सोच्नै परेन कति धेरै कुराहरूमा यङ फिल्म मेकर्सहरूलाई चाहिँ के एडभाइस दिन चाहन्छु स्पेसली फिमेल्सहरूलाई चाहिँ हजुरले just keep on working, keep on learning because it's a never ending process. I know it's not going to be easy. तर तपाईँ तपाईँको गोलमा डिटरमाइन हुनुहुन्छ भने चाहिँ ढिलो होला तर पुग्नु चाहिँ अवश्य पुग्नुहुन्छ त्यो चाहिँ भन्छु ओके बी ट्रुथफुल टु योर सेल्फ कहिलेकाहीँ अब क्यामेरा अगाडि काम गर्दाखेरि तपाईँले कति मेहनत गर्यो भन्ने क्यामेराले क्याप्चर गर्दैन के तपाईँ कति सत्य बोलिराख्नु भएको छ कति ट्रुथफुल हुनुहुन्छ भन्ने कुरा चाहिँ म्याटर गर्छ सो बी अनेस्ट ओके सो विथ दिस हामी अन्तिममा आइसकेका छौँ सो हजुरले अघि नै मैले भने जस्तो नि अब चाहिँ हामीलाई चाहिँ हजुरले मुभी रेकमेन्डेड गर्नुपर्ने हुन्छ सो 3वटा नेपाली मुभी रेकमेन्डेसन 3वटा इन्टरनेसनल मुभी रेकमेन्डेसन गर्नुपर्ने हुन्छ हजुरले ओके फर्स्ट मेरो लागि त टपमा वे अहेड अफ टाइम लाग्ने कागबेनी मुभी होइन यु सुड वाच द्याट मुभी है त्यतिखेर बनेको सिनेमेटोग्राफी स्टोरी टेलिङ आर्टिस्टहरूको पर्फर्मेन्स बिजिएम सबै खतरा लागेको हो कि तर धेरै भयो मैले हेरेको छैन अब मैले अहिले हेर्दाखेरि डिफ्रेन्ट पर्सपेक्टिभ हुनसक्छ तर मैले जतिखेर हेरेको थिएँ अहिले पनि मलाई लाग्छ वे अहेड अफ टाइम कागबेनी भन्ने मुभी सेकेन्ड मेरो आफ्नै फिल्म कालो पोथी हेर्नुहोस् बिकज त्यो पनि अलि अगाडि गरिएको हो होइन इन्टरनेसनली रिकगनाइज भएको फिल्म हो यु विल गेट टु लर्न सो मेनी थिङ्स फ्रम द्याट मुभी अनि हामीले त्यहीँको आर्टिस्टहरू लिएर पनि इट्स नट अलवेज अबाउट लाइक हामीले एकदम चलेको एक्सपिरियन्स आर्टिस्ट लिनुपर्छ भन्ने पनि छैन होइन नयाँ आर्टिस्टहरूबाट पनि कसरी काम गराउन सक्ने एउटा सिम्पल स्टोरीलाई पनि हामीले कस्तो मजासँग देखाउन सक्दो रहेछौँ भन्ने त्यो हुन्छ अनि अर्को चाहिँ कमर्सियली फिल्म चाहिँ मलाई असाध्यै मन परेको भनेको पशुपति प्रसाद भन्ने फिल्म चाहिँ त्यो फिल्मले चाहिँ म आफ्नो फ्यामिलीसँग गएको थिएँ होइन मम्मीसँग गएको थिएँ सी कुडन्ट गेट ओभर अफ द्याट मुभी के लास्ट सिनले सी वाज क्राइङ अनि मैले उहाँलाई कस्तो कन्सोल गर्नु परेको म एक्टरलाई नै भेटाइदिन्छु खगेन्द्र दाईलाई भनेर चाहिँ भन्नु परेको थियो कि त्यसको त्यो कथा जसरी भनिएको छ एउटा पशुपतिको एरियालाई लिएर होइन एउटा मान्छेको सपना सानो हो नि त त्यो सपनालाई चाहिँ कस्तो मजाले एक्जिक्युट गरिएको छ कि अनि त्यहाँ ह्युमर छ अनि त्यो फिल्म चाहिँ यो 3टा फिल्म चाहिँ हेर्न रिकमेन्ड गर्छु अनि इन्टरनेसनल 3टा इन्टरनेसनल मेरो एकदम टपमा पर्ने चाहिँ शशाङ्क रिडिम्सन होइन त्यो मुभी चाहिँ यु सुड वाच है यो चाहिँ मलाई लाइफमा एकदमै डिमोटिभेट भएको बेलामा हेर्ने फिल्म हो एकदम मोटिभेट गर्छ मलाई त्यो फिल्मले अनि त्यसको धेरै पार्टहरू छ आई थिङ्क कुनै बेलामा हामीले कुनै पर्टिकुलर सिनेमाको बारेमा मात्रै कुरा गर्ने सेगमेन्ट भयो या एपिसोड भयो भने विल टक अबाउट द्याट है अफ स्क्रिन अघि नै पनि हामीले कुरा गरेको थियौँ त्यसको बारेमा अनि अर्को क्युरियस केस अफ बेन्जामिन बटन भन्ने फिल्म त्यो कति धेरै छ इन्टरनेसनल फिल्म तर अहिले हामीले यो चाहिँ डिस्कस गरेको भएर ठ्याक्क आइहाल्यो अनि अर्को फिल्म चाहिँ मलाई एकदमै मन परेको ब्लू इज द वार्मेस्ट कलर भन्ने सिनेमा या फ्रेन्च मलाई है एक्ट्रेस मात्र होइन त्यो दुईजनाको इमोसनलाई यस्तो राम्रोसँग पोर्ट्रे गरिएको छ मैले चाहिँ पहिला हेर्दाखेरि चाहिँ एज एन एक्टर हामीले कस्तो कस्तो काम गर्न सक्छौँ भनेर हेरेको थिएँ अहिले चाहिँ फिल्म मेकिङकै पर्सपेक्टिभ हेर्दा इट्स अ भेरी ब्युटिफुल फिल्म के मैले whenever I had to post something related to blue मेरो जहिले पनि क्याप्सन के हुन्छ भने ब्लू इज द वार्मेस्ट कलर हुन्छ कस्तो खुसी लाग्यो म कस्तो मनपर्छ क्या यो फिल्म अनि एक्ट्रेस यति मनपर्छ मलाई झन् उसको मैले प्रायः सबै फिल्महरू नै हेर्छु क्या अनि रियली हुँदो हुन्छ नि कसैलाई सोध्छु क्या म आफ्नो सर्कलहरूमा नि हेरेको छ छैन भने कसैले हेर्दैन कि कस्तो स्याड फिल हुन्छ क्या मलाई अब हामीले रिकमेन्ड गर्ने हो नि त या ओके अरू कुन छ हजुरको 3वटा भनेको सकिसक्यो ओके
सो किम कि डुकको फिल्महरू पनि द बो, थ्री आइरन, अनि त्यसपछि अर्को एउटा फिल्म के थियो नाम बिर्सेँ, उहाँको फिल्महरू पनि किनभने उहाँले हाम्रो नेपाली फिल्महरूमा चाहिँ हामी टेक्स्टबाट बुझाउन खोज्छौँ कि धेरै कुराहरू हामी Verbally पनि स्पुन फिड गर्न खोज्छौँ होइन। सो सब टेक्स्टमा पनि हामी कति कुराहरू बुझाउन सक्दो रहेछौँ। किम कि डुकको फिल्ममा त टेक्स्ट नै हुँदैन नि त, धेरै टेक्स्ट केही पनि नै हुँदैन। सो त्यो तपाईँलाई 1.5 घन्टा 2 घन्टाको सिनेमा हेर्दाखेरि कहीँ बोर्ड पनि हुँदैन होइन, तपाईँको दिमाग पनि चलिरहेको हुन्छ। अनि फिल्म हेरिसकेर पछि चाहिँ हो इट मेड मी फिल समथिङ भन्ने चाहिँ फिल गराउँछ। अनि वान अफ माई फेभरेट डिरेक्टर भएर अलिकति म बायस्ड भएको पनि हुनसक्छ, बट देन अब फिल्म मेकिङ पढिराख्नु भएको स्टुडेन्टहरूलाई, साथीहरूलाई चाहिँ म उहाँको फिल्महरू हेरेर चाहिँ धेरै कुराहरू लर्न गर्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। मैले अघि मेरो माइन्डमा एउटा क्वेसन चलिरहेको थियो कि ठ्याक्क हजुरले भनिरहँदाखेरि सक्सेस र फ्लपलाई चाहिँ कसरी फेस गर्नुहुन्छ हजुरले? पार्ट अफ माई लाइफ, पार्ट अफ माई करियर भनेर लिन्छु। अनि मलाई चाहिँ आई थिङ्क मलाई मात्र होइन सबैजनालाई फेलियरले तपाईँलाई जति सिकाउँछ सक्सेसले त्यति धेरै सिकाउँदैन क्या। फेलियरले गर्दाखेरि चाहिँ तपाईँहरूले धेरै कुराहरू सिक्नुहुन्छ। ओके, आफ्नै बारेमा लर्न गर्न सक्नुहुन्छ, किन फेल भयो त, मेबी म क्यापेबल थिइनँ होला, या त मैले 100% दिनँ होला, या त मैले अझै मेहनत गर्नुपर्छ होला, या त्यो प्रोजेक्ट या त्यो सिचुएसनमा त्यो जे भइरहेको थियो त्यो राइट थिएन होला, मेबी बिगर अपर्च्युनिटिज आउँदै पनि छ होला भन्ने। ओके, त्यतिखेर चाहिँ त्यो क्षणिक दुःख चाहिँ लाग्छ, त्यो मोमेन्टमा चाहिँ किन यस्तो भयो हुन्छ नि, आई हेभ वर्क सो हार्ड फर दिस, अनि मैले सोचेको जस्तो भएन भनेर ओभर थिङ्क पनि गरिन्छ। बट ओभर द टाइम लाइक अहिले फर्केर हेर्दाखेरि चाहिँ जे भयो राम्रै भयो। सो यदि त्यतिखेरको मोमेन्टमा त्यो सिचुएसन नभएको भए सायद म आज आएर तपाईँको अगाडि बसेर यसरी कुरा पनि गर्थेन होला कि। सो एभ्रिथिङ ह्यापन्स फर रिजन, गुड रिजन, गुड रिजन, या गुड रिजन। सो हामी कहिले देख्न सक्छौँ त अझै हजुरको अर्को ब्याक मुभी? भेरी सुन, या भेरी सुन, लाइक काम भइरहेछ, लेट्स सी। अब सबै कुराहरू मिल्यो भने चाहिँ फिङ्गर क्रस्ड, फाइनेन्सियली पनि मिल्नु पऱ्यो होइन, आफूले सोचेको जस्तो टिम पाउनु पऱ्यो। फर्स्ट प्रोजेक्टमा म लक्की भएँ, मैले भनेको जस्तो टिम पाएँ होइन। अब सेकेन्ड प्रोजेक्टमा पनि त्यस्तै हुन्छ भन्ने छैन। लेट्स होप फर द बेस्ट, लाइक सबै चिज मिलेको बेलामा चाहिँ सुन काम चाहिँ भइ नै रहेछ। सर्ट मुभी नै हुँदैछ कि फिचर लेन्थ वर्क भइरहेछ। भनेपछि कमर्सियल हुँदैछ कि आर्ट हुँदैछ होला त? त्यो त मलाई छुट्याउनै मन लाग्दैन कि इट्स पार्ट अफ कमर्स, आर्ट मुभी पनि होइन, अनि कमर्सियल मुभी त इट्स पार्ट अफ आर्ट क्या, आर्टको फर्म हो नि त। सो I don't know. I just want to make a movie, that can influence people. त्यसले चाहिँ एउटा इम्प्याक्टफुल सिनेमा बनोस् र पछि आउने सिनेमा लभर्सहरूको लागि ओके यो सिनेमा बनेको थियो भनेर त्यो एउटा इम्प्रेसन चाहिँ बस्न सफल होस्, त्यही नै हो। एउटा राम्रो काम गरौँ भन्ने मात्रै छ। त्यसरी चाहिँ म यो कमर्सियली बनाउँछु, करोडौँ कमाउँछु भन्ने पनि होइन। अब आर्ट मुभी त अफकोर्स हरेक एस्पेक्टबाट खत्रै गरौँ, राम्रै गरौँ, बेस्ट टिम नै लिउँ भन्ने चाहिँ छँदै नै छ। हजुरले कहिले सोच्नु भएको छ यस्तो फेस्टिभलहरूमा आफ्नो फिल्महरू पठाउने, फेस्टिभल्सहरूमा रन गर्ने? वाइ नट, लाइक एज एन एक्टर त म जहिले पनि सोचिरहेको हुन्छु कि ओस्करमै जानुपर्छ, लाइक कान्समै जानुपर्छ हुन्छ नि। होइन, म त सोच्छु, म एज एन एक्टर पनि मैले काम गरिरहेको छु भने अब सपना देख्नलाई लिमिटेड सपना किन देख्ने कि, देख्नु नै छ भने त सगरमाथाको चुच्चोमै गएको देख्ने नि त होइन। सपना देख्ने कुरा हो, एटलिस्ट सगरमाथाको चुच्चोमा गएको टुप्पोमा पुगेको सपना देख्यो भने म बेस क्याम्पसम्म त पुग्छु नि त। त्यो चाहिँ लाग्छ मलाई, देखेपछि लाइक त्यही लेभलको बेस्ट के हुनसक्छ त। यस्तो हामी हेर्छौँ नि त कति इन्टरनेसनल सिनेमाहरू हेर्छौँ, अब हामीलाई यो वर्षको एकाडेमी अवार्ड चाहिँ कुन फिल्मले पाउँछ होला भनेर अहिले उत्सुकता भइसक्यो होइन, कस्तो भारै छ भनेर हामी हेर्छौँ भने त्यतिको लेभलको सिनेमा बनाउनलाई चाहिँ कति मेहनत गर्नुपर्ने रहेछ, कसरी गर्ने, कसरी सोच्ने भनेर त्यो त मेरो दिमागमा चलिरहेको हुन्छ जहिले पनि। Okay, with this, let's wrap. I was not expecting. Okay, यो चाहिँ हाम्रो सानो मायाको चिनी हजुरको लागि। So much, so sweet of you. Thank you, Everest College. Thank you, ma'am, giving your precious time with us, sharing your journey. Thank you for being with us.
थ्याङ्क यू फर ह्याभिङ मी इट्स माई हजुर। प्लेजर लाइक मैले यत्रो कुराहरू सेयर गर्न पाएँ मेबी कति कुराहरू त मैले कति ठाउँमा सेयर गरेको थिइनँ होला आई होप यो चाहिँ जति पनि अहिले यहाँ पढिराख्नु भएको एस्पाइरिङ आर्टिस्ट हुनुहुन्छ फिल्म मेकरहरू हुनुहुन्छ उहाँहरूसँग म पुगेर अलिकति भए पनि मैले मोटिभेट गर्न सकौँ भन्ने चाहिँ Yeah. किनकि यो फेजमा चाहिँ हजुर यु आर अ गुड एक्जाम्पल नि त हजुर त जेरोबाट सुरु गर्नुभएको हजुर। कोही पनि थिएन अनि नाउ यु आर लिडिङ मुभी अनि हजुर। यो डेस्पाइट टाइम लाग्छ योसम्म पुग्नको लागि बट यु आर एक्जाम्पल अनि यो चाहिँ अझै हामी जस्तो किनकि जुन चाहिँ के गरौँ त भनेर रलमल भइरहनु भएको छ उहाँहरूलाई चाहिँ हजुर। एकदम इन्सपिरेसन होस् भन्ने गोल हो क्या मेरो नि यहाँबाट चाहिँ इट्स So, ओके टु बी कन्फ्युज थाहा छ म पनि कन्फ्युज थिएँ क्या अनि यु निड टु लाइक एक्सप्लोर थिङ्स यु डोन्ट नो नि त तपाईँलाई के चिजमा म राम्रो छु भन्ने त तपाईँले एक्सप्लोर नगरिकन थाहा हुँदैन नि त सो एक्सप्लोर चाहिँ गरिराख्नुपर्छ जस्तो लाग्छ ओके